यस्तो मेन्टल केसेसहरू, मेन्टल प्रब्लम, इस्युजहरू, डिजिजहरू होइन हाम्रो चाहिँ अहिले डेली लाइफमा चाहिँ बढ्दो छ क्या। हजुर। त्यसमा चाहिँ एडिएचडी किन इम्पोर्टेन्ट छ, एडिएचडीलाई नै चाहिँ किन हेर्ने त भनेर चाहिँ क्वेसन उठ्यो भने हजुरको एन्सर के हुन्छ सर यसमा? त्यो एडिएचडीले जुन रिलेसनसिपमा चाहिँ असर गर्छ। सर एउटा टिनेजरलाई चाहिँ एडिएचडी छ कि छैन भनेर चाहिँ प्यारेन्ट्सले कसरी पहिचान गर्ने, कसरी थाहा पाउने सर? अब एडिएचडी नै हो भनेतिर नि नजान सकिन्छ, तर चाहिँ एउटा समय आइसकेपछि एउटा अब त्यो हामीले सर्टेन कति नै भन्न पनि सक्दैनौँ, तर धेरै त्यो लामो पनि हुँदैन। एउटा सर्टेन समय आएपछि भन्नलाई धेरैले चाहिँ हनीमुन टाइम पछि भन्ने कुरा चाहिँ गर्छन् होइन। एडिएचडीको इफेक्ट चाहिँ असर गर्ने चाहिँ एकदमै त्यो टाइममा त त्यहाँसम्म एकदमै पर्फेक्टली गइरहेको हुन्छ। त्यो भइसकेपछि अनि जब त्यहाँपछि के हुन्छ भन्दा चाहिँ जसलाई एडिएचडी छ र थाहा छैन भनौँ न होइन, एक्कासी उसले चाहिँ एटेन्सन दिनै छोड्छ। नेपालमा चाहिँ एडिएचडी प्रति अवेरनेस कतिको छ होइन? पुरै नेपालको कुरा गर्ने हो भने अवेरनेसको एडिएचडीको अवेरनेस 1% पनि छैन। सम्पूर्णमा नमस्कार। युथ पर्सपेक्टिभ पोडकास्टको तेस्रो एपिसोडमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज हाम्रो यस पोडकास्टको गेस्टको रूपमा चाहिँ एडिएचडी फाउन्डेसन नेपालका फाउन्डर तथा साइकोलोजिस्ट राजेश भण्डारीज्यू हुनुहुन्छ आज हामीसँग चाहिँ। सरलाई यो पोडकास्टमा स्वागत छ सर। नमस्ते, धन्यवाद पनि। सर के छ नयाँ नौलो हजुरको, त्यहाँबाट सुरु गरौँ न सर। ठिकै छ, राम्रै छ। हजुर, युथ पर्सपेक्टिभ पोडकास्टमा छौँ सर हामी होइन। अब एउटा अहिलेको तत्काल एउटा रिभोल्युसन भएको छ, जेनजी रिभोल्युसन भनेर चाहिँ हामीले चाहिँ चिनिरहेका छौँ होइन। आन्दोलन भयो, 2 दिनको आन्दोलनमा चाहिँ सरकारै ढल्ने हिसाबले चाहिँ आन्दोलन भयो। हजुर, अब हामी युथ पर्सपेक्टिभ पोडकास्टमा भएको हुनाले अब यसलाई चाहिँ यो समग्र यो रिभोल्युसनलाई चाहिँ हजुरले कसरी लिइरहनु भएको छ, कसरी हेर्नुहुन्छ, त्यो चाहिँ अलिकति भनिदिनु सर। अब यसमा यस्तो छ, अब चेन्जेसहरू टाइम अनुसार हुन नै पर्छ होइन। अनि त्यही अब समयअनुसारको चेन्ज नै चेन्जको मागले गर्दा नै चेन्ज भएको हो कि जस्तो लाग्छ। हजुर हजुर, कतै पनि बायस नभइकन भन्दाखेरि हजुर अब चेन्ज निडेड थियो। हजुर, अब त्यसको सानो एउटा स्टार्टिङ जस्तो चाहिँ मलाई लाग्छ र त्यो युवाले नै हुनुहुन्छ त्यो चेन्ज गर्नको लागि होइन। हजुर, अनि त्यो एउटा नर्मल ऊ नै हो, त्यो एउटा कन्डिसनै हो, एउटा त हुनै पर्ने चिज पनि आवश्यकता पनि हो जस्तो लाग्छ। हजुर, जहाँसुकै पनि 10 वर्षको ग्यापिङमा चाहिँ, अझ नेपालमै पनि 10 वर्षको ग्यापिङमा चाहिँ यो खालको रिभोल्युसन, ठ्याक्कै यही नभए पनि यो खालको रिभोल्युसनहरू चाहिँ आउने नै रहेछ कता कता भन्ने चाहिँ भइरहेछ सर है। चेन्जेसहरू नर्मल नै हो। अब नर्मली हजुर चाहिँ एडिएचडी फाउन्डेसन नेपालको फाउन्डर हुनुहुन्छ। हजुर, अब हामी सबै लेम्यानले हुन्छ नि, सबैजनाले बुझ्ने भाषामा चाहिँ एडिएचडी भनेको के हो, यसको फुल फर्म, त्यहाँबाट हामी अलिकति हुन्छ नि फर्मल्ली कार्यक्रम सुरु गरौँ न सर पोडकास्ट। के हुन्छ एडिएचडी भनेको चाहिँ एउटा मेन्टल कन्डिसन हो होइन। अनि एडिएचडीको फुल फर्म चाहिँ एटेन्सन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर हो। हजुर, अनि नेपालीमा चाहिँ यसलाई हामीले चाहिँ ध्यान केन्द्रित गर्न नसक्ने र अति सक्रिय हुने अवस्था भनेर बुझ्छौँ। अनि एडिएचडीमा हुने चाहिँ मेन भनेको चाहिँ ध्यान दिन समस्या हुने र शान्त भएर बस्न नसक्ने, सँगसँगै सोचेर र धैर्य भएर काम गर्ने जुन हुन्छ त्यो गर्नमा चाहिँ गाह्रो बनाउँछ यसले गर्दा। र यो चाहिँ अब डिसअर्डर रूपमा या कन्डिसनको रूपमा हामीले हेर्छौँ। किन भन्दा चाहिँ त्यो भएको इन्डिभिजुअललाई चाहिँ कुनै पनि काम गर्न पर्ने कुराहरूमा ध्यान दिन चाहिँ गाह्रो भइरहेको हुन्छ। अब नर्मल्ली हुन्छ नि एडिएचडी भनेर त हामीले बुझिहाल्यौँ होइन। हजुर, ध्यान दिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, हामीले चाहिँ अब जस्तै कुनै पनि काम गरिरहेको छौँ त्यसमा फोकस गर्न नसक्ने होइन नर्मली हामीले बुझ्दाखेरि। अब यो बारेमा यो एउटा कि रोग हो कि सर, यसलाई कस्तो भन्न सकिन्छ? यसलाई यस्तो, अब रोगै भनेर रोग भन्न सकिँदैन होइन। यो चाहिँ एउटा कन्डिसन भनेर चाहिँ भनिन्छ। अब डिसअर्डर चाहिँ भन्छ। डिसअर्डर कस्तो हुन्छ तपाईँको भन्दा चाहिँ हामीले बुझ्दाखेरि अब मेन्टल डिसअर्डरको कुरा आउँदाखेरि अब हाम्रो बुझाइमा चाहिँ डिसअर्डर के हो भन्ने कुरा नि आउँछ होइन। हजुर, हाम्रो चाहिँ ब्रेनले काम गर्ने
धेरै पार्टहरू हुन्छन् र ब्रेनको डिफ्रेन्ट पार्टले चाहिँ डिफ्रेन्ट काम चाहिँ गरिरहेको हुन्छ। जस्तै कुनै एउटा पार्टले चाहिँ तपाईँको एटेन्सनको काम गरिरहेको हुन्छ, कुनैले मेमोरीको काम गरिरहेको हुन्छ, कसैले पर्सेप्सनको काम गरिरहेको हुन्छ। तर त्यही कामहरू गर्नेमा चाहिँ एडिएचडी भएका व्यक्तिहरूमा चाहिँ एटेन्सन जुन ध्यान दिन पर्ने हुन्छ त्यो चाहिँ तपाईँ फ्रन्टल लोबले गरिरहेको हुन्छ, त्यहीमा चाहिँ त्यसको डेभलपमेन्टमा चाहिँ असर आइरहेको हुन्छ। सो अब एडिएचडी भनेको हामीले बुझौँ, नर्मल्ली एडिएचडी मान्छेले चाहिँ बुझ्न किन जरुरी छ सर? हजुरलाई यहाँ त्यो बुझ्न चाहिँ किन जरुरी छ जस्तो लाग्छ, त्यो भनिदिनुहोस्। मेन कुरा के छ भन्दा एडिएचडी एउटा साँच्चै नै समस्या हो हजुर होइन, हजुर तर धेरैलाई चाहिँ यो एउटा ध्यान दिने पनि समस्या हुन्छ र यो त मान्छेले चाहेरै ध्यान भनेको त उसलाई इन्ट्रेस्ट भयो उसले दिन्छ भन्ने कुरा धेरैको सोचमा छ। हजुर र यो अलिकति चाहिँ हाम्रो नेपाली पर्सेप्सनमा र हाम्रो यो अब कल्चरमा पनि यस्तो पनि समस्या हुन्छ र भन्ने पार्ट पनि आउँछ। तर यो भनेको चाहिँ तपाईँको लगभग बालबालिकामा 5 देखि 7% हुन्छ हजुर र अब किशोर अवस्थादेखि एडल्टहुडसम्म पनि पुग्दाखेरि यो 3 देखि 4% हुन्छ। हजुर त्यो भनेको लगभग मोटामोटीमा हाम्रो 100 जनामा 4 देखि 5 जनालाई हुने समस्या हो हजुर र यसले चाहिँ तिनीहरूलाई समस्या दिइरहेको नै छ। र अलिअलि होइन, अलिअलि ध्यान दिने, जस्तै तपाईँलाई मन छैन, तपाईँले ध्यान दिन सक्नु भएन भन्ने होइन, हजुर तपाईँलाई मन लाग्दा लाग्दै पनि तपाईँले त्यो कुरामा ध्यान दिन सक्नुभएको छैन र तपाईँको दैनिक कामहरू बिग्रिरहेको छ होइन। त्यही भएर यो साँच्चै समस्या हो हजुर र यो समस्या हो र यसले त्यो इन्डिभिजुअललाई जसलाई भइरहेको छ उसलाई पनि गाह्रो बनाइरहेको छ र उसको सराउन्डिङ जो हुनुहुन्छ उहाँलाई पनि गाह्रो बनाइरहेको हुन्छ। त्यही भएर जति छिटो यसलाई बुझ्यो हजुर होइन, जति छिटो यसको उपचारतिर गइयो, यसले त्यो समस्याहरू जति बनाइरहेको छ त्यसको चाहिँ समाधान गर्न र त्यसलाई म्यानेज गर्न एकदम सजिलो छ। त्यही भएर जति यसलाई बुझाइयो, जति हामीले यसको अवेर गर्यो, त्यति नै जसलाई एडिएचडी भएको छ, जो उपचार गरिरहनु भएको छैन, उहाँहरूलाई चाहिँ हामीले उपचारको लागि चाहिँ प्रोत्साहन गर्न सक्छौँ। त्यही भएर चाहिँ यो एकदमै चाहिँ थाहा हुनु, एडिएचडी एउटा कन्डिसन हो, यो उपचार हुनुपर्छ, यसले चाहिँ धेरै पार्टमा गाह्रो बनाइरहेछ भन्ने चाहिँ बुझाउनु चाहिँ पर्ने हुन्छ र बुझ्न पनि पर्ने कन्डिसन हो। अब जस्तै अहिले चाहिँ हजुरको अब पहिला त नर्मल्ली होइन हुन्छ नि रोगहरू आउँथ्यो होइन। अब एउटा कोरोना भन्ने अहिले भर्खरै आयो होइन, हेपाटाइटिस बी भनेर 1-2वटा नाम सुनिन्थ्यो होइन। अनि त्यसले सर चाहिँ एक खालको चाहिँ अब मान्छे मर्ने भयो भने सर मर्थ्यो, सकिन्थ्यो क्या। अहिले यस्तो मेन्टल केसदेखि लिएर हजुरको विभिन्न हुन्छ नि रोग भन्न पनि मिलेन। अब जस्तै सो यस्तो मेन्टल केसेसहरू, मेन्टल प्रब्लम, इस्युजहरू, डिजिजहरू होइन हाम्रो चाहिँ अहिले डेली लाइफमा चाहिँ बढ्दो छ क्या। त्यसमा चाहिँ एडिएचडी किन इम्पोर्टेन्ट छ, एडिएचडीलाई नै चाहिँ किन हेर्ने त भनेर चाहिँ क्वेसन उठ्यो भने हजुरको एन्सर के हुन्छ सर यसमा? यसमा किन हेर्नुपर्छ भन्दाखेरि चाहिँ यो चाहिँ एउटा कमन भइहाल्यो, जुन अघि मैले भने हाम्रो प्रिभेन्सको कुरा गरियो, लगभग 100 जनामा 4 जना 5 जनामा हुने समस्या हो यो। र यो भनेको अर्को यसले बाल्यकालदेखि नै सुरु हुन्छ। हजुर र बाल्यकालमा जस्तै अब यसले चाहिँ ध्यान दिनुपर्ने ठाउँहरू, जस्तै पढाइको सेटिङ जुन अब सबैको लागि इम्पोर्टेन्ट पार्ट भयो। पढाइ त जो नि स्कुल जानुहुन्छ पढ्नुपर्छ भन्ने त एउटा इम्पोर्टेन्ट पार्ट नै हो नि त। एकाडेमिक त हामीलाई पहिला त एकाडेमिक थिएन, अहिले त पहिला एकाडेमिक थिएन, पहिला पढाइ त्यति इम्पोर्टेन्ट भन्ने थिएन। पहिला जस्तै पहिला छोरालाई मात्रै पढाउने, छोरालाई नपढाउने भन्ने पनि पार्ट आउँथ्यो होइन। कसैका त अब छोराहरू पनि पढाइको कुरा आउँथेन। अनि अहिलेको केसमा भनेको पढाइ इम्पोर्टेन्ट छ, पढ्नुपर्छ भन्ने कुराहरू आयो। हजुर लाइफस्टाइल त्यही अनुसार गयो। जुन कुरामा हामीले ध्यान दिनुपर्ने भन्ने पार्ट चाहिँ अब यो मात्रै भने कि लगभग धेरै नै पार्ट हुन्छ ध्यान दिएर गर्नुपर्ने, जसले गर्दा हामीले लगातार ध्यान दिन सक्यौँ र यदि त्यो ध्यान हाम्रो कन्ट्रोलमा छ। त ध्यानकै कुरा गर्ने हो भने त हरेक कुरामा ध्यान दिनै पर्ने हुन्छ, हरेक कुरा ध्यान दिनु पर्यो नि। जस्तो तपाईँले कस्तो भन्दा तपाईँलाई एउटा कुरामा ध्यान दिन मन लागेन, ल अर्को कुरा गर्नु हो, त्यहीमा ध्यान दिन सक्नुहुन्छ। तपाईँ त्यो कुरामा फेल भयो भने अर्को कुरा त तपाईँ सक्सेस हुनु भयो नि त। तर एडिएचडी भएको केसमा के हुन्छ भन्दा तपाईँले एउटा कुरा ध्यान दिन सकि नरहेको बेलामा अर्को कुरा ध्यान दिन खोज्दा पनि तपाईँ ध्यान दिन सक्नुहुन्न कि। त्यही भएर यो कस्तो भन्दा चाहिँ यो चाहिँ एउटा अर्ग्यानिक कन्डिसन हो भन्नाले यो भित्रैबाट ब्रेनबाट नै फङ्सन जुन हुनुपर्ने एटेन्सनसँग रिलेटेड त्यो चाहिँ भइ नरहेको कन्डिसन हो होइन। जस्तै त्यो इन्डिभिजुअललाई कुनै पनि कुरामा ध्यान दिएर गर्नुपर्ने कुरामा चाहिँ उसले ध्यान दिएर गर्न सक्दैन। जस्तै हामीले सोच्छौँ, जस्तै धेरैलाई यो
आउन सक्छ कन्फ्युजन होइन। ध्यान भन्ने कुरा त इन्ट्रेस्टले दिने हो, मन लागेको कुरामा ध्यान दिइन्छ या मन नलागेको कुरामा ध्यान दिँदैन। तर एउटा कुरामा ध्यान दिइरहेको छैन, अर्को कुरामा दिइरहेको छ होइन। कुनै दिन ध्यान दिइरहेको छ, कुनै दिन ध्यान दिइरहेको छैन। जुन इम्पोर्टेन्ट चिज छ त्यसमा ध्यान दिएको छैन होइन, जुन चाहिँ अनइम्पोर्टेन्ट छ बरु त्यसमा चाहिँ ध्यान गइरहेछ अथवा त्यसमा ध्यान पुगेन भनौँ न। त्यो भन्दा नि कस्तो भने तपाईँको मैले भन्न खोजेको चाहिँ अब कुनै व्यक्तिले एउटा चिजलाई एक दिन ध्यान दिइरहेको छ, उसलाई अर्को दिन ध्यान दिन मन लागेन, अर्को दिन उसले ध्यान दिएन, तेस्रो दिन उसलाई ध्यान दिन मन लाग्यो, उसले ध्यान दियो, डिसअर्डर यो भएन डिसअर्डर, त्यो उसको इच्छा भयो है। तर तपाईँको एडिएचडी भएकोलाई के भयो, त्यो डेली लाइफमा भयो के, आज पनि भयो, भोलि पनि भयो, पर्सि पनि भयो, उसको लगातार लाइफमा भयो। उसले चाहेर पनि उसले त्यो कुरा ध्यान दिन सक्दैन, उसलाई थाहा छैन भने। र के भयो, जस्तै अघि हामी भन्नु जस्तो एउटामा ध्यान दिन उसलाई मन छैन, उसले अर्को कुरामा ध्यान दिन मन छ भने उसले अर्को कुरा ध्यान दिन्छ। तर एडिएचडी भएकोले त्यो अर्को कुरामा उसलाई मन लागेको कुरा पनि उसले ध्यान दिन सक्दैन। जस्तै अब मन लागेको कुरा भनेर हामीले अब यो मोबाइल हेर्ने, टिभी हेर्ने कुरा आएन होइन। ध्यान भनेपछि हाम्रो कामको कुरा भयो, पढाइ कुरा भयो। जस्तै अब सिम्पली मैले यो कुरामा बुझाउनलाई तपाईँलाई कसरी बुझाउन सक्छु भन्दा, हामीले बुझ्दाखेरि एउटा कुनै पनि बालबालिकालाई एडिएचडी छ, क्लासमा स्कुलमा जानुभयो पढ्नलाई, अब उहाँलाई म्याथ आउँदैन। अब म्याथ पढाइरहँदा, टिचरले पढाइरहँदा नि अब उहाँले नआइसकेपछि गाह्रो भएपछि त उहाँले त्यो कुरा त ध्यान त दिनुहुन्न। तर उहाँलाई नेपाली मनपर्छ, इङ्ग्लिस मनपर्छ, सोसियल स्टडी मनपर्छ होइन, अनि अरू अब हुनसक्छ अरू विषयहरू मनपर्छ। अब म्याथमा मात्रै ध्यान दिन सक्नुभएको छैन, अरू सबै कुरा ध्यान दिएर टिचरलाई हेरेर मजाले पढिसक्नु भएको छ, छटपट पनि छैन त्यहाँ। त्यो भनेको साधारण त्यो इन्ट्रेस्टको कुरा पनि भयो या त्यो कुरा गाह्रो भएर ध्यान नदिएको कुरा भयो। यहाँ के देखियो भन्दा चाहिँ यो चाहिँ कन्डिसन होइन, यो चाहिँ आफ्नो त्यो कसरी गइरहेको छ, कतिको इन्ट्रेस्ट दिइरहेको छ र कतिको सहज भइरहेको छ भनेको यो चाहिँ तपाईँ के लियो, बाहिरको कुराले बनायो। जस्तो सब्जेक्टले चाहिँ ध्यान दिउँ कि नदिउँ भन्ने बनायो यहाँ चाहिँ। तर एडिएचडी कुरामा ध्यान दिने पार्टमा चाहिँ ऊ जसलाई व्यक्तिलाई एडिएचडी छ उहाँलाई चाहिँ नेपालीमा पनि ध्यान दिन, पिरियडमा पनि उहाँले ध्यान दिन सक्नुहुन्न, इङ्ग्लिसमा पनि सक्नुहुन्न, म्याथमा पनि सक्नुहुन्न, कुनैमा पनि सक्नुहुन्न कि। ध्यान दिनै गाह्रो हुने कि त्यो भनेको ध्यान भनेको बाहिर कुराले इन्भाइरोमेन्टले असर गर्ने। सर म डिफ्रेन्सको बारेमा चाहिँ अलिकति पछाडि आउँछु सर होइन, अलिकति हाम्रो क्वेसनमै छ। जस्तै यसले गर्दा जुन हाम्रो यो जुन डिसअर्डर छ यसले गर्दाखेरि चाहिँ किशोर अवस्थामा छ नि, किशोर अवस्थामा चाहिँ के प्रब्लम आउँछ त, त्यो हजुरले के लाउनु भएको छ त्यसमा? अब एउटा कुरा के हुन्छ भन्दा चाहिँ यो अलि एउटा कुरा जोडेँ मैले, यो ट्रिटमेन्टको कुरा जोडेँ होइन। हजुरले यो फरक छुट्याउनु खोजिरहेको मैले, जस्तै यदि सानैमै थाहा भयो, किनभने यो भनेको सानैबाट हुने हो होइन, सानैबाट हुन्छ, किशोरी अवस्था एडल्टसम्म भइरहेको छ। अब सानैमा थाहा भयो, ट्रिटमेन्ट भयो भने कतिवटा धेरै समस्याहरूलाई चाहिँ म्यानेज गरिन्छ। लब भनेको 70 to 90% म्यानेज गर्न सकिन्छ भन्ने कुरा भयो। अब किशोरी अवस्थामा यदि तपाईँले सोधेअनुसार चाहिँ डायग्नोस र ट्रिटेड भएको छैन भने चाहिँ तपाईँको आउने समस्याको कुराहरू गर्दैछु। जस्तै त्यो बेला के हुन्छ भन्दा चाहिँ तपाईँ सानैदेखि अब आउने समस्या हो, ट्रिट पनि भइरहेको छैन, थाहा पनि छैन। अब एउटा हुन्छ बालबालिकामै अब त्यो ध्यानसँग सम्बन्धित समस्याहरू आइरहेको हुन्छ, अब त्यसले गर्दा पढाइमा समस्या दिइरहेको हुन्छ र जुन त्यो देखिन्छ नि बिहेभियरहरू, जस्तो ध्यान दिइ नरहेको, अब जुन हाम्रो डिफ्रेन्ट टाइपहरूको कुरा आउँछ, शान्त भएर बस्न सक्ने या दुइटै कुराहरू एउटा एकाडेमिकलाई असर गरिहाल्यो, पढाइमा असर गरिहाल्यो, सँगसँगै के हुन्छ त्यो उसको त्यो बिहेभियर अरूले नबुझिँदाखेरि एउटा त्यो अरूले ब्लेम गरिरहेको या न्यागिङ गरिरहेको कुराले उसको लो सेल्फ स्टिम त्यो पनि बढ्दै जान्छ। म सक्दिनँ कि होइन, अरूले जस्तो किन गरिरहेको छैन, किन मलाई अरूले गाली गरिरहेको छ, रुट कजेज त्यो एउटा आइरहेको छ। किन त्यो त समस्या त छ, उसले त्यो इन्टेन्सनल, अब यो कुरा बुझ्नु पऱ्यो, उसले इन्टेन्सनली गरिरहेको छैन भने त बुझ्नु पऱ्यो, तर उसको डे टु डे एक्टिभिटीमा भइरहेको छ। अब बाहिरको नबुझ्दा उसले त गाली त खान्छ। अब यो सबै कुरा आइरहेछ, डायग्नोस पनि भएको छैन, ट्रिटेड पनि भएको छैन किशोर अवस्थामा, या हामी एडोलसेन्ट पनि भन्न सक्यौँ। अब यो समस्या आउँदाखेरि तपाईँको अब मेन त एटेन्सनमै कुरा आयो, पढाइ पनि भइ नै रहेको हुन्छ, पढाइ पार्टमा नि यसले गाह्रो बनायो। सँगसँगै अब जुन यही कुरा जोडेँ मैले, जुन कुरा सानोबाट जुन न्यागिङ र ब्लेमिङ जुन पाएको, यसले चाहिँ इमोसनल्ली चाहिँ एकदमै डिस्टर्ब बनाउँछ। कन्फिडेन्ट पनि लुज नै गराउँछ, कन्फिडेन्ट एकदमै लुज बनाउँछ। अनि सँगसँगै अब यो कुराले के हुन्छ भन्दा चाहिँ यो फेजमा भनेको तपाईँको अब धेरै पार्टहरू अलि बढी बालबालिका भन्दा अलि बढी चाहिँ बाहिर एक्सप्लोर गर्ने, साथीहरू बनाउने,
जस्तै आफै नै सेल्फ डिपेन्डेन्ट हुन खोज्ने जस्तो पार्ट आउँछ र त्यो बेला चाहिँ अरूले अब जस्तै यही बिहेभियरको कारणले यही समस्याको कारणले अरूले ब्लेम गरिरहँदाखेरि त्यो एकचोटि रिफ्ल्याक्ट भइरहेको हुन्छ कि सानैबाट आइरहेको पनि हुन्छ त्यो चाहिँ अलि बढी नै एउटालाई एउटै कुरा बारम्बार तपाईँले केही कुरा गर्दै हुनुहुन्छ तपाईँले गर्न खोज्दा खोज्दै नि त्यो भइरहेको छैन तपाईँलाई के कुराले गर्दा मैले गर्न सके छैन भने तपाईँलाई नै गाह्रो बनाइरहेछ त्यो तपाईँले त्यो बेस दिन सक्नु भएन भने तपाईँलाई नै भइरहेछ त्यो कुरा तपाईँले सानैबाट सुन्दै आउनुभएको छ र तपाईँलाई त्यसको सल्युसन पनि थाहा छैन जस्तै इमोसनल त तपाईँले त्यो कुरा त ह्यान्डल त गर्न सक्नुहुन्न त्यही भएर इमोसनल्ली अप एन्ड डाउन एकदम धेरै हुन्छ सँगसँगै त्यसमा चाहिँ भनेको अर्को चाहिँ तपाईँको एडोलसेन्टमा आउँदाखेरि फरक पार्ट आउने भनेको एउटा रिलेसनको पार्ट आउँछ जस्तै सुरुवात अब यो भनेको सेक्सुअल्ली अपोजिट सेक्ससँग चाहिँ रिलेसनहरूमा जोडिने फिलिङ आउने होइन त्यो कुरा आउँछ जस्तै नेपालमा एडिएचडी प्रति अवेरनेस कति छ सर नेपालमा चाहिँ एडिएचडी प्रति अवेरनेस कतिको छ होइन अब हामी नर्मल्ली मान्छे अब मलाई नै थाहा थिएन अलि अगाडिसम्म भनौँ न हजुरहरूसँग भेट हुँदाखेरि अब पछि थोरै भएपछि कुराकानी भएपछि चाहिँ थाहा भयो नत्र मलाई नै थाहा थिएन भनेपछि चाहिँ हाम्रो नेपालमा त हाम्रो नेपाल भनेको त अब काठमाडौँलाई मात्रै नेपाल भन्नु भएन एकदम विकासोन्मुख देश भयो नि त हाम्रो सो नेपालमा एडिएचडीको अवेरनेस कतिको छ सर टोटल नेपाललाई हेर्दाखेरि हामीले पुरै नेपालको कुरा गर्ने हो भने अवेरनेसको एडिएचडीको अवेरनेस 1% पनि छैन होइन 1% पनि छैन अब हाम्रो सबै जियोग्राफिकल्ली हेर्दाखेरि अब हाम्रो सहर क्षेत्र हेर्नु र गाउँ क्षेत्रको कुराहरू गर्दाखेरि अवेरनेस छैन किन भन्दा हाम्रो यो कुराहरूलाई अवेरभन्दा पहिला के कुराले डिटर्माइन गर्छ भन्दा चाहिँ एजुकेसन लेभल चाहिँ कतिको छ भन्ने कुराले म्याटर गर्छ जस्तै हामीले चाहिँ यही कुरालाई अवेरनेसको कुरालाई हामी कुनै पनि एउटा रुरल एरियामा गएर हामीले यो कुरा गऱ्यौँ भने जस्तै त्यहाँ पढाइलाई इम्पोर्टेन्ट दिइरहनु भएको छैन होइन बालबालिका पढाइमा इम्पोर्टेन्ट छैन त्यो पढाइ इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा छैन भने हामीले त्यहाँ गएर एडिएचडीले समस्या पढाइमा गराउँछ भनेर बुझाउनै सक्दैनौँ होइन पहिला भनेको अब मेन हाम्रो अब भन्नाले त्यो कुरामा बायस हुन खोजेको होइन तर जसरी एजुकेसनको पार्टलाई जसरी हामी त्यो पार्टहरूमा चाहिँ जे भइरहेछ त्यसले चाहिँ कसरी इम्प्याक्ट गर्छ भन्ने कुराहरू अनि पढाइ नै इम्पोर्टेन्ट भयो पढाइ गइरहेछ बालबालिका उसलाई ध्यान दिन गाह्रो भइरहेछ दिनदिनै देखिरहेछ भन्ने बल्ल पो प्यारेन्ट्सले टिचरले उसलाई ध्यान किन दिइरहेछ छैन त यो समस्या किन आइरहेछ भन्ने बल्ल कन्सर्न हुन्छ नि त त्यो पढाइको कति इम्पोर्टेन्ट छ भन्ने कुराले सुरुवात त त्यहाँबाट हुन्छ अब त्यसपछि छोडेर अब अलिकति हामी सहर क्षेत्रतिर आउने हो काठमाडौँभन्दा बाहिरको नै कुरा गरौँ न अलिकति सहर क्षेत्र कुराहरू जस्तै नेपालगञ्ज हुनसक्यो बुटोल पोखरा अनि वीरगञ्जहरूको कुरा गर्दाखेरि विभिन्न ठाउँ गर्दा अलिअलि एजुकेसन लेभल बढ्दैछ पढाइ पनि अहिले इम्पोर्टेन्ट हो पढ्नै पर्छ पढाइलाई भ्यालु गर्नुपर्छ भन्ने कुराहरू छ त्यसले गर्दा चाहिँ अब समस्या देखिँदाखेरि अब बालबालिकालाई ध्यान दिन सकिरहेको पनि छैन शान्त भएर बसिरहेको पनि छैन अब इम्पल्सिभ त्योहरू कुरा आइरहेछ त्यहाँ चाहिँ अलिअलि तपाईँ कता त के हो त यो किन यो भइरहेछ किन यो गरिरहेछ भन्ने त्यो छ जस एडिएचडीको अवेरनेस नेपालमा चाहिँ 1% एकदम विकरालै छ किनभने रुट कज एडिएचडी भयो रुट कजलाई नै थाहा छैन भनेपछि त त्यसले विभिन्न समस्याहरू चाहिँ त्यसैले उत्पन्न गराइरहेको पनि छ गराउने पनि भइहाल्यो मेन भनेको कसरी हामी चाहिँ कुन सेटिङमा कसरी बसिरहेछौँ भन्ने कुरा पनि इम्पोर्टेन्ट हो कि अब सेटिङ अनुसार जस्तै मैले डिफ्रेन्स भने नि हजुरलाई भिलेज र सहरको कुरा गर्दाखेरि त्यहाँ पढाइलाई कतिको इम्पोर्टेन्ट दिन्छ ध्यान दिएर गर्नुपर्ने काम कतिको हुन्छ भनेपछि मान्छेको मानसिक चेतना अनुसार चाहिँ यसको मान्छेको मानसिक चेतनाको कुरा आयो यहाँनिर चेतना स्तर कतिको छ भन्ने कुरा चाहिँ आयो होइन चेतना भन्ने पनि भयो अब त्यो लाइक त्यो बायसनेसतिर भन्दा पनि ध्यान दिनै पर्ने कार्यहरू चाहिँ कतिको बढिरहेछ त भन्ने कुरा त्यो कुरालाई कति इम्पोर्टेन्ट दिइरहेछ त भन्ने कुरा भयो कि पढाइलाई कतिको इम्पोर्टेन्ट दिइरहेछ त पढाइ इम्पोर्टेन्ट नै छैन भने त ध्यान दियो नदियो त्योसँग मतलबै भएन नि होइन एउटा प्यारेन्ट्सले पढाइसँग मतलबै गर्नुहुन्न भने त्यो त्यहाँ त इस्यु त आएन तर स्कुल गइरहेछ पढिरहेछ त्यहाँ समस्या आइरहेछ यसले पढ्नुपर्छ गर्नुपर्छ भन्ने त्यहाँ त्यो अलर्टनेस छ भने त त्यहाँ त प्रब्लम बल्ल त्यहाँ गएपछि हामीले अवेरनेस गर्न मिल्यो कि बल्ल रिलेट आउँछ हजुर एडिएचडी र सामान्य डिस्ट्र्याक्सनमा चाहिँ के फरक छ सर के फरक छुट्याउन सकिन्छ
सामान्य डिस्ट्र्याक्सन भन्दाखेरि अब तपाईँको कस्तो हुन्छ भने चाहिँ अब यसलाई पनि ध्यानसँगै डिस्ट्र्याक्सन जस्तै ध्यानसँगै अफकोर्स। रिलेट नै भयो होइन। हजुर। यसलाई छुट्याउँदाखेरि चाहिँ डिस्ट्र्याक्सन भनेको अब हामीले अघि नै भनेअनुसार हजुर। इन्भाइरोमेन्टले बनाउने कि आफै भित्रबाट हुने कुरा जुन भयो त्यसले नै डिसाइड गर्छ। डिस्ट्र्याक्सन हुँदाखेरि कहिलेकाहीँ भइएला, हजुर। कहिलेकाहीँ कुनै केही भयो भने या तपाईँ कतै जाँदै हुन्छ, कतै जाँदै हुन्छ भन्दा पनि कुनै स्ट्रेस भयो तपाईँलाई, मह्म। तपाईँले बिहान उठ्ने बित्तिकै केही नराम्रो भयो, बाटोमा आउँदा केही देख्नुभयो या घर केही झगडा भयो, तपाईँ काममा जानु पर्यो भने या कतै स्कुल या कलेज जाँदै हुनुहुन्छ या केही जाँदै हुन्छ भने त्यहाँ तपाईँ डिस्ट्र्याक्ट हुन सक्नुहुन्छ, तपाईँले त्यही पहिला त्यो कुराहरू खेल्न सक्छ होइन। त्यो डिस्ट्र्याक्सन भयो। हजुर। तर अब यही नै मानौँ न, मह्म। बिहान तपाईँ घरबाट निस्किँदा केही भयो, तपाईँलाई त्यो राम्रो लागेन मह्म। या केही स्ट्रेस भयो या हजुर। तपाईँलाई सन्चो छैन, सन्चो भने फिजिकली तपाईँलाई गाह्रो बनाइरहेछ, तपाईँ केही काम गर्दा तपाईँ डिस्ट्र्याक्ट भइरहनु भएको छ, अब त्यो दिन डिस्ट्र्याक्ट हुनुभयो। अर्को दिन चाहिँ सन्चो छ, ठिक छ, सबै कुरा एज वेल, तपाईँ घरबाट निस्किँदा राम्रोसँग निस्किनु भयो, त्यो दिन तपाईँ डिस्ट्र्याक्ट हुनु भएन। हजुर। यो भनेको एउटा डिस्ट्र्याक्सन जस्तो भयो मह्म। होइन। हजुर। तर अब एडिएचडी छ भने अब केही पनि हुनु परेन कि, त्यो ध्यानसँग मात्रै प्रब्लम भयो कि त्यो हजुर। त्यहाँ ऊ राम्रैसँग घरबाट निस्के पनि जे गरे पनि ऊ त्यहाँ गएर ऊ त्यो डे टु डे लाइफमा ऊ डिस्ट्र्याक्ट भइ नै रहेको हुन्छ, उसले ध्यान दिन नसकेको नै हुन्छ। नसकेको नै हुन्छ। त्यहाँ चाहिँ समस्या त्यसले चाहिँ समस्या बनाउने भयो। जस्तै अब हामी जस्तो नर्मल हुन्छ नि मान्छेलाई चाहिँ अब यो कुराको नलेज नै कम नै हुन्छ। मैले अघि पनि भने हुन्छ नि, हाम्रो समाजमा चाहिँ एडिएचडीलाई चाहिँ कस्तो तरिकाले हेरिरहेछ, गलत तरिकाले हेरिरहेछ कि सही तरिकाले हेरिरहेछ कि, नेपाली समाजले चाहिँ एडिएचडीलाई कस्तो तरिकाले हेरिरहेछ। जस्तै नबुझ्ने त सकिहाल्यो, बुझ्दाखेरि चाहिँ बुझ्ने मान्छेले पनि अब यसलाई चाहिँ मेन्टल प्रब्लम, मेन्टल इस्यु होइन भन्ने तरिकाले गइरहेछ कि सर, कस्तो तरिकाले गइरहेछ? यसलाई चाहिँ दुईवटा कुराले असर गरिरहेछ यो बुझाइलाई चाहिँ। हजुर। एउटा चाहिँ कस्तो छ भन्दा चाहिँ एउटा हाम्रो चाहिँ कन्टेक्स्ट अनुसार चाहिँ ध्यान दिन नसक्ने पनि समस्या हुन्छ र भन्ने एउटा थट छ। त्यहाँनिर जाँदाखेरि चाहिँ यो समस्या नै होइन, ध्यान त मनलाई दिने हो भन्ने एउटा तरिकाले चाहिँ बुझाइ भएको छ। र अर्को के छ भन्दा जुन मेन्टल हेल्थको स्टिग्मा छ, हजुर, अब मेन्टल हेल्थ कन्डिसन हो, डिसअर्डर हो भन्दाखेरि फेरि त्यो बुझाइमा के छ तपाईँको भन्दा अब डिसअर्डरमा स्टिग्मा त छँदैछ, त्यसलाई एक्सेप्ट गर्न नसक्ने अवस्था छ। भनेपछि एकतिर समस्या हुन्छ र भनेको बुझाइ र एकतिर चाहिँ बुझ्न खोजे पनि स्टिग्माले गर्दा, मेन्टल हेल्थको स्टिग्माले गर्दा त्यो कुरालाई चाहिँ एक्सेप्ट हाम्रो कन्टेक्स्टमा चाहिँ एक्सेप्ट गर्न नसक्ने अवस्था चाहिँ बनिरहेको छ। त्यही भएर यो एडिएचडी चाहिँ एकदमै मिसअन्डरस्टुड कन्डिसन हो कि एकदमै। हजुर, त्यो बुझाइले चाहिँ त्यही भएर चाहिँ अलिकति कोर रूपमै अवेरनेसको चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ छ यसकोमा चाहिँ। यसले गर्दाखेरि त्यस्तो नराम्रो रिजल्टहरू देखिएको एक्जाम्पलहरू केही छ सर, हजुरले त्यस्तो सोच्नुभएको? अब एक्जाम्पल भन्दा नि यस्तो हुन्छ तपाईँको, अब यो सानैबाट सुरु हुने भयो, अब यसले ध्यान दिनुपर्ने ठाउँहरूमा सबैमा असर गर्ने भयो, अब एडल्टहुडसम्म पनि यो पुग्ने भयो। जस्तै बालबालिकामा पढाइमा भयो, जुन हामीले किशोर किशोरी अवस्थाको कुरा गऱ्यो, उनीहरूले सानैबाट त्यो ब्लेमिङ र नेगिङ पाइरहँदाखेरि इमोसनल्ली लो सेल्फ स्टिम गर्ने, आत्मविश्वासको कमी भयो, इमोसनल्ली पनि गाह्रो हुने, अनि सम्बन्धमा पनि समस्या हुने भयो। अब सँगसँगै गएर अब ध्यान दिनुपर्ने भने काममा त ध्यान दिनुपर्ने कामहरू छन् होइन, कति कामहरू होला नि ध्यान दिन नपर्ने काम पनि होला नि। जस्तै अब एडिएचडी भएकोले त्यो काममा पनि काम गर्दा ध्यान दिन नपर्ला, तर त्यो अर्गनाइज गर्नुपर्ने, टाइम म्यानेजमेन्ट गर्नुपर्ने, त्यहीमा समस्या देखिरहेको हुन्छ। कता न कता त्यसले पनि इम्प्याक्ट गर्छ। अब त्यो हुँदा तपाईँको अब एज अ लेट एडल्टहुड पनि थाहा भएन। हजुर, अनि यो सबै जब कन्सिक्वेन्सहरू आउँदै एउटा इन्डिभिजुअलमा जब त्यो परिरहेको हुन्छ, यसले चाहिँ एकदमै एडिएचडी अनडायग्नोज लेट एडल्टहुडसम्म भएन भने सुसाइडको चाहिँ एकदमै रिस्क चाहिँ हाई छ। यसले गर्दा लास्ट फाइनल्ली गर्ने हुने भनेको चाहिँ सुसाइड नै हो कि सर, अरू प्रब्लमहरू पनि क्रिएट गर्न सक्छ, कस्तो हुन्छ? अब यस्तो छ तपाईँको, अब 100मा 100ले नै त्यो गर्छ भन्ने चाहिँ भएन होइन। अब कसरी त्यो कुरा कसरी कुन कन्टेक्स्टमा गइरहेछ सबै कुरा भन्ने हुन्छ। ल अब तपाईँको चाहिँ अब डायग्नोज भएन, थाहा भएन भने चाहिँ ल एडिएचडी जो भइरहेको व्यक्तिहरू चाहिँ म्याक्सिमम नै भनौँ न, किनभने त्यो कुनै सल्युसनै हुँदैन कि।
किन त्यो भइरहेको छ, सानोबाट किन प्रब्लम आइरहेको छ, केले गर्दा चाहिँ यसले मलाई गाह्रो बनाइरहेको छ, उसले त्यो व्यक्तिले आफूलाई नै चिन्न सक्दैनन्। त्यो कुराले गर्दा एज अ सबै अब इकोनोमिकल्ली जबमा समस्या भएपछि इकोनोमिकल्ली गाह्रो भयो, रिलेसनसिपमा पटक पटक समस्या आइरहेको हुन्छ, जतिचोटि नै त्यो कोसिस गरे पनि समस्या आइरहेको हुन्छ। अनि जुन अब सानैबाट त्यो ब्लेमिङहरू चाहिँ त्यो रिपिटेडली एडल्टसम्म पनि भइरहेको हुन्छ, किनभने त्यो त इन्टेन्सनली गरिरहेको छैन नि त। र अवेरनेस नहुँदाखेरि र थाहा पनि नहुँदाखेरि समस्या चाहिँ कहाँ त मेरो, के कुराले गर्दा मेरो यो कुराहरू बिग्रिरहेको छ, के कुराले गर्दा मलाई गाह्रो बनाइरहेको छ, त्यो कुरा नबुझ्दाखेरि तपाईँको अब सुसाइड चाहिँ एउटा चाहिँ म्याक्सिमम, जस्तै एडिएचडी किन अवेरनेस भनेर तपाईँहरूले नै गुगलमा सर्च गर्नु हो नि, फर्स्टमै तपाईँको अब जुन आउँछ तपाईँको सुसाइड चाहिँ मिनिमाइज गर्नलाई चाहिँ यो अवेरनेस चाहिँ इम्पोर्टेन्ट छ भन्ने नै आउँछ। सो अहिले चाहिँ हाम्रो सोसियल मिडियाको एरा छ हुन्छ नि, त्यसमा चाहिँ एडिएचडी लाइक बिहेभियर देखिन्छ भन्ने पनि मैले सुन्छु। हजुर, त्यो चाहिँ के हो सर? एडिएचडी लाइक बिहेभियरै हुन्छ कि के हुन्छ सर त्यो चाहिँ? त्यो जुन हाम्रो सोसियल मिडिया भनेपछि हाम्रो जुन मोबाइल चलाउने, अनि त्यो कुनै पनि अब स्क्रोलिङ गर्ने त्यो भन्ने कुरा आयो होइन। अब कस्तो हुन्छ नि, अब कुनै पनि एउटा एडिक्सन जस्तो कुरा भयो सोसियल मिडिया कुरा गर्दाखेरि या स्क्रोलिङ गर्ने कुरा गर्दाखेरि। जस्तो तपाईँ मोबाइल चलाइरहनु भएको छ, सोसियल मिडिया तपाईँलाई एकदम इन्ट्रेस्ट लागिरहेको छ, या केही गेम खेल्न मन लागिरहेको छ, तपाईँलाई एकदमै इन्ट्रेस्ट छ, तपाईँलाई त्यो मन लाग्यो त्यो है, त्यो तपाईँले गरि नपाउँदा तपाईँलाई त्यो गरम हुने, त्यो गर्न मन लाग्ने, अनि त्यही मोबाइल नै चलाऊँ भन्ने हुने होइन। अनि त्यो नहुँदाखेरि तपाईँलाई अरू कुरामा इन्ट्रेस्ट नहुने। अब यो गर्दाखेरि कता त त्यसले पनि एडिएचडी जस्तो देखाउँछ कि भन्ने, एउटै हो कि भन्ने चाहिँ बनाउँछ होइन। अनि अब यो सेम एउटै नै एन्सर आउँछ सबैमा क्लियरली बुझ्नको लागि। इन्भाइरोमेन्टले चाहिँ एडिएचडीलाई असर गर्दैन मैले भने बुझ्नुभयो नि होइन। जस्तै त्यो इन्ट्रेस्टको कुरा भयो, मोबाइल हेर्नु भयो, उहाँलाई मन थियो, मोबाइल हेर्न पाउनु भएन, उहाँलाई अर्को कुरामा इन्ट्रेस्ट भएन, उहाँलाई मोबाइल नै चाहियो होइन। भनेपछि त्यो कुराले सोसियल मिडियाले अब बढी हामी त्यो हेरिरहने, त्यो कुरामा फोकस भइरहने भइराख्यो, त्यो हुन्छ। अनि अब एडिएचडीमा के हुन्छ भन्दाखेरि अब तपाईँको एडिएचडीले कुनै पनि बाहिरको इन्भाइरोमेन्ट चाहिएन कि। जस्तै मोबाइल नै चलाएर एडिएचडी जस्तो सिम्टम देख्ने, अब यो पनि मिथ छ एउटा। जस्तै बालबालिकामा मोबाइल धेरै चलायो भने उनीहरूले ध्यान दिन सक्दैनन्, अरू कुराहरूमा त्यो एडिएचडी जस्ता सिम्टमहरू देखिन्छन् भन्ने चाहिँ छ। अब कस्तो हुन्छ उनीहरूले मोबाइल चलायो, मोबाइलमा इन्ट्रेस्ट भयो, मोबाइल पाएन भने उनीहरूले केही पनि नगर्ने, अरू कुरा ध्यानै नदिने। अहिलेको बालबालिका एकदम मुडी जस्तो हुन्छ नि टाइपको पनि छन् होइन। उनीहरूलाई एडिएचडी हो कि अब अहिले सोसियल मिडियाको एराले चाहिँ यस्तो गराएको हो त भन्ने त्यही क्वेसन चाहिँ हामी त्यही त। त्यसमा चाहिँ कस्तो हुन्छ भन्दा जस्तै मोबाइल चलाउन नपाएर अरू कुरा ध्यान नदिइरहेको हो कि साँच्चै एडिएचडी नै हो भने चाहिँ मेन कुरा चाहिँ यहाँ आयो होइन। जस्तै अब यसलाई कसरी छुट्याउन सकिन्छ भन्दा हामी दुईवटा सेटिङको कुरा गरौँ है। किन भन्दा तपाईँ जस्तै घरमा कुनै पनि बालबालिकाले मोबाइल चलाइरहन्, अब घरमा त माग्न मिल्यो होइन, म यो गर्दिनँ, म पढ्दिनँ, म मोबाइल चलाउँछु भनेर आफ्नो प्यारेन्ट्ससँग बुवा मम्मीसँग त आनन्दले त्यो जिद्दी गर्न मिल्यो। किनभने अहिले भनेको मोबाइल सोसियल मिडिया भनेको नेट भनेको त तपाईँको अब ओभरअलै जताततै छ, एक्सेस त जताततै छ होइन। जिद्दी गर्न मिल्यो, बच्चाहरूले चाहिँ जिद्दी गर्ने हो होइन। बुवा मम्मीले नि अब त्यो कुराहरू त पुर्याउनै पर्यो, बच्चाले जिद्दी गरिसकेपछि। त्यो कुरा स्कुलमा त देखिँदैन नि त। स्कुलमा त उसले मोबाइल चाहियो मलाई भन्ने कुरा त आउँदैन नि त। उसले स्कुलमा त अब पर्फेक्टली दिइरहेछ, उसले अब स्कुल जाँदा बसिरहेछ, ध्यान पनि दिइरहेछ, शान्तले पनि बसिरहेछ होइन। तर घर आउँदा उसलाई के भयो, अब होमवर्क गर्ने कुरा यो गर्ने, बरु म मोबाइल चलाउँछु, मोबाइल चलाउनु आनन्द छ नि त। ध्यान भन्नाले अब एडिएचडी नभएको व्यक्तिलाई पनि पढ्न, हामीलाई पनि हामीले कुनै अलिकति ध्यान दिएर इफोर्ट लाउनु पर्ने काम भन्दा सजिलो कामै ठिक लाग्छ नि त होइन। एकदम तपाईँलाई कसैले केही सोधेर तपाईँले सोचेर केही कुरा गर्नु भन्दा तपाईँ त मोबाइलै हेर्नुहुन्छ नि होइन, सोसियल मिडिया नै हेर्नुहुन्छ, तपाईँलाई त मजा आउँछ, त्यो इफोर्ट लाउनै परेन, उसले दिइरहेछ, तपाईँले हेर्ने मात्रै हो होइन। तर तपाईँले चाहिँ अब ल तपाईँले 10 पेजको लेख्नु अहिले भर्खरै यो बारे भनेर तपाईँलाई मैले दुईवटा अप्सन तपाईँलाई मैले दिएँ। तपाईँ 10 पेजको एउटा केही बारेमा लेखेर मलाई दिनु, या तपाईँ आधी घन्टा लगाएर त्यो गर्नु,
या सोसियल मिडियामा तपाईँले एउटा फिल्म हेर्नु भनौँ या भने एउटा त सर्ट मुभी हैन? हेर्नु कुन चुज गर्नुहुन्छ? अब नर्मल्ली हुन्छ नि टाइम पास यताउति आएर कम्फर्ट तर हेर्ने हो तर भने त रिवार्ड चाहिँ केही पनि पाउनुहुन्न तपाईँले। जस्तै त्यो 10 पेज लेखेर अँ, पनि तपाईँ रिवार्ड पाउनुहुन्न। अनि तपाईँले त्यो मोबाइल हेरेर तपाईँले 10 मिनट हेरेर पनि तपाईँले अब मबाट केही पनि रिवार्ड पाउनुहुन्न। पाउनुहुन्न भने त अभियसली अब तपाईँ हुन्छ नि, रिवार्ड त सोसियल मिडियाबाट पाउनुहुन्छ। पाउनुहुन्छ। तपाईँ त इन्जोय गर्नुहुन्छ। भयो, तपाईँ त बोरिङ काम त तपाईँ त गर्नुहुन्न। एकदम अब यस्ता कुराले गर्दाखेरि जुन अब मोबाइलको बढी अब घर घरमा मोबाइल छ, नेटहरूको कुराहरू आयो, अब यी कुराहरू सजिलै एक्सेस भइरहेको छ। अब बालबालिकालाई त्यो पढाइभन्दा घरमा त्यो जिद्दीपनाले म मोबाइल हेर्छु, म पढ्दिनँ भन्ने हुन्छ। तर त्यो स्कुलमा हुँदैन, किन स्कुलमा मोबाइल त लैन्न लगिन होइन, पढ्नु पर्यो, पढ्नु नै त्यहाँ पर्यो, इफोर्ट लाउनै पर्यो, इफोर्ट लाउनै पर्यो। फोकस गर्नै तर पर्यो। अब स्कुलमा हजुर त्यो मध्ये अरूले ध्यान दिइरहेछ, उहुँ, एउटाले दिन सकिरहेको छैन या एक दुईटाले दिन सकिरहेको छैन। मोबाइल बाहेकको केसमा पनि आयो क्या यहाँ है। अब मोबाइल छैन, सोसियल मिडिया त्यहाँ छैन, त्यो भनेर एकछिन भयो नि त। उहुँ, एकछिन त्यो एउटा तपाईँ जुन इन्भाइरोमेन्टमा हुन्छ त्यहाँ चाहिँ कसरी प्रेजेन्ट भइरहनु भएको छ भन्ने कुराहरू भयो कि। त्यसरी चाहिँ हामीले यो सोसियल मिडियाले गर्दा एडिएचडी जस्ता सिम्टमहरू देखिरहेका छन् कि यसले पनि हुन्छ कि भन्ने कुराहरू आउँछ। हुन हो एडिएचडी यदि कसलाई छ भने सोसियल मिडियाको बढी युजले पनि त्यो सिम्टमलाई चाहिँ झन् असर पुर्याउन चाहिँ सक्छ, झन् त्यसलाई चाहिँ सपोर्ट गर्छ भनौँ न, सपोर्ट गर्न सक्छ, झन् गाह्रो बनाउन सक्छ। तर चाहिँ अनि यो भनेको एउटा कुरा के अर्ग्यानिक नै हो, यो ब्रेनबाटै हुने प्रब्लम हो कि। ब्रेनमै कुनै जुन ब्रेनको डेभलपमेन्ट हुन्छ त्यसमा नै नर्मलभन्दा फरक तरिकाले डेभलप भएको भएर एडिएचडी भनेर चाहिँ ठ्याक्क हुन्छ नि ब्रेनको प्रब्लम भन्नुभयो, हुन्छ नि ब्रेनको मेन प्रब्लम हो यो चाहिँ। यसलाई अलिकति क्लियरिफाई गरिदिनु न सर, होइन ब्रेनको प्रब्लम भनेको कस्तो टाइपको हुन्छ त, यो के हुन्छ त्यसमा ठ्याक्कै? ब्रेनको जुन डेभलपमेन्टमा जुन समस्या जुन साधारण व्यक्तिको भन्दा फरक तरिकाले भएको हुन्छ, जुन डेभलपमेन्टकै कुरा गर्दाखेरि ब्रेन डेभलपमेन्ट नै फरक तरिकाले भएको हुन्छ। अनि मेनली चाहिँ यसको के हुन्छ भन्दा तपाईँको जुन न्युरोट्रान्समिटरहरू हुन्छन् ब्रेनमा चाहिँ, जस्तै डोपामिन भयो, सेरोटिनहरू भयो, त्यो चाहिँ साधारण व्यक्तिभन्दा फरक तरिकाले भइरहेको हुन्छ या त्यसमा गडबडी भइरहेको हुन्छ कि त डोपामिन बढी रिलिज कमै हुन्छ। यसमा चाहिँ न्युरोट्रान्समिसनको चाहिँ जुन फ्लो हुन्छ, जुन प्रोडक्सन हुन्छ त्यो कम नै हुन्छ। अब यसले गर्दा चाहिँ जुन अब हाइपर एक्टिभिटी पार्टहरू, इम्पल्सिभ पार्टहरू चाहिँ यसले गर्दा बढाइरहेको हुन्छ। अनि अर्को भनेको तपाईँको फ्रन्टल लोब भन्ने हुन्छ, जसले ब्रेनको अगाडि हुन्छ, हाम्रो भागको अगाडिको भागमा फ्रन्टल लोब भन्ने, यसले चाहिँ प्रिफ्रन्टल लोब, यसले चाहिँ तपाईँको ध्यान दिने जुन फङ्सन हुन्छ यसले गरिरहेको हुन्छ त्यो ध्यानसँग है। अब तपाईँको अरू जुन मोटिभेसनको कुराहरू, रेस्टलेसको कुराहरू चाहिँ न्युरोट्रान्समिटरको कुराले गर्यो, ध्यानको कुरालाई चाहिँ प्रिफ्रन्टल लोबको चाहिँ जुन डेभलपमेन्ट हुन्छ त्यो चाहिँ साधारण व्यक्ति कस्तो तरिकाले चाहिँ डेभलप भएको हुँदैन, जुन प्रपरली डेभलप भएको हुँदैन। त्यसले गर्दा चाहिँ त्यो ध्यान दिन नसक्ने एडिएचडीका समस्या चाहिँ त्यो ब्रेनको चाहिँ त्यहाँ त्यो चाहिँ तपाईँको कस्तो हुन्छ, जन्मिँदा नै जुन अब न्युरो डेभलपमेन्टलाई हामीले पहिलेदेखि भन्यौँ, यो भनेको जुन हाम्रो लगभग ब्रेन चाहिँ 5-6 वर्ष हुँदासम्म डेभलप भइसक्छ। ब्रेनको जुन फङ्सन डेभलप प्रपरली हुनु पर्यो, यहाँ चाहिँ समस्या आइदिन्छ। यही बेलामा नै समस्या आएर चाहिँ यो हुने गर्दछ। जन्मिँदैखेरि पनि हुनसक्छ सर, यो के हुन्छ यसमा? जन्मिँदा यस्तो छ, अब जन्मिँदै पनि हुनसक्छ। हजुर, किन भन्दा अब यो कसरी हुन्छ भन्ने कुरा गरिरहँदा एक दुईवटाहरू यसका कजेसहरूको कुरा गर्दा एउटा जेनेटिक पनि हुन्छ भन्ने कुरा भयो। अनि अर्को भनेको तपाईँको जस्तै गर्भ अवस्थामा रहँदाखेरि आमाले सिगरेटहरू या रक्सीहरूको सेवन चाहिँ, अल्कोहलको सेवन चाहिँ अत्याधिक गर्नुभयो र त्यो बेला चाहिँ केही इन्फेक्सनहरू चाहिँ आमालाई थियो होइन। अनि जस्तै यदि प्रिमेच्योर बर्थ भयो कुनै बच्चाको र टाइमभन्दा अगाडि जन्मिनु भयो, अब समस्या मानौँ न यो जुन अब प्रेग्नेन्सीको बेलादेखि अब ब्रेनको डेभलपमेन्ट त त्यो बेलादेखि नै एउटा बडीको ब्रेनको त डेभलप त सुरु भइसक्छ नि त। अब त्यहाँदेखि नै केही कुराले असर गरिरहेको छ, जस्तै हुनसक्छ भित्री डेभलपमा अब आमाले गरेको त्यो धुम्रपान र मद्यपानको कुराले आयो, या कुनै अब इन्फेक्सन भएको छ आमालाई त्यो बेलामा भनी भयो। अब जन्मिँदा पनि समस्या भयो, अब त्यो त नर्मल भएन नि त, प्रिमेच्योर नर्मल भएन। अब कम वेटको
जन्मियो बच्चा हुनुभयो र सँगसँगै अब त्यो सँगसँगै अब पछि जन्मिसकेपछि पनि जस्तै कुनै चोट लाग्यो, गहिरो चोट लाग्यो ब्रेनमा र या कुनै टक्सिक सब्सटेन्सहरू इनहेल भयो, जस्तै भने तपाईँको लिड जस्तै सब्सटेन्सहरू भन्छ, ड्रग्स टाइपहरू भन्छ, ड्रग्स भन्दा पनि यो चाहिँ तपाईँको जस्तै अब ब्रेनलाई असर गर्ने सब्सटेन्स भनौँ, ड्रग्सै नभनौँ, यो लिड भने तपाईँको कस्तो चिज भन्दा चाहिँ औषधि पनि पर्यो त्यसमा पर्न सक्छ अथवा अरू कुनै सब्सटेन्स औषधि नै भन्ने हुन्छ कि औषधि नै भनेर चाहिँ छैन। जस्तै अब जुन कुराले चाहिँ अलिकति हाम्रो हेल्थलाई असर गर्छ नि, जस्तै लिड भनेको यो तपाईँ ब्याट्रीभित्र पाउँछ कि है, त्यो लिड पाउँछ, त्यसले चाहिँ त्यो इनहेल भयो, बच्चाले इनहेल गर्यो भने चाहिँ त्यसले चाहिँ ब्रेनको डेभलपमेन्टमा असर गर्छ। फेरि मेन बुझ्नु पऱ्यो के भन्दा चाहिँ यो एउटै चिजले नै हुन्छ भन्ने चाहिँ हुँदैन है। फेरि जस्तै प्रिमेच्योर बर्थ भयो, एडिएचडी नै हुन्छ है स्योर भन्ने चाहिँ छैन। यसको चाहिँ तपाईँको 2-3टाको कम्बिनेसनले गर्दा चाहिँ हुने चान्स चाहिँ बढ्दै जाने हो। र मेन कुरा के बुझ्नु पऱ्यो, यो यसले गर्दा तपाईँको ब्रेन जुन अर्ग्यानिक हुन्छ त्यसलाई असर गर्ने भयो सिधै। यो बाहिरी इन्भाइरोमेन्टले चाहिँ असर गरेर बाहिरी कुनै कुराले स्ट्रेसले चाहिँ एडिएचडी हुने भन्ने चाहिँ हुँदैन। स्ट्रेसले चाहिँ हुँदैन हुँदैन भनेपछि इस्युमा चाहिँ अलिकति ध्यान दिनै पर्ने हुन्छ एडिएचडीको लागि। मेन कुरो हामीले चाहिँ इस्यु किन हुन्छ त, एडिएचडी किन हुन्छ भन्ने कुरामा ध्यान दियो भने त्यसमा चाहिँ अलिकति कन्ट्रोल चाहिँ गर्न सकियो। त्यो पनि फेरि कस्तो छ नि, यो तपाईँको जुन अनुसन्धान भएको छ ट्याक्कै कज चाहिँ भेट्टाएको छैन कि यो यसले नै हो भन्ने चाहिँ भेटिएको छैन। अब जस्तै मैले जुन जति हामीले यो कुराहरू गऱ्यौँ नि, यसको एउटैले जस्तै धुम्रपानै गर्दैमा हुन्छ भन्ने पनि छैन, तर हुन सक्ने चान्स फेरि धेरै छ। जस्तै अब प्रिमेच्योर हुँदैमा हुन्छ नै भन्ने पनि छैन, तर चान्सेस चाहिँ बढी छ। अब सँगसँगै के भयो, कम्बिनेसनहरू यसको 2-3टा मिल्यो, अब त्यो धुम्रपानको कुरा पनि आइरहेछ, प्रिमेच्योर पनि भइरहेछ, अनि गएपछि तपाईँको अब कम वेट पनि भयो, सँगै त्यो इन्भाइरोमेन्टल त्यो टक्सिक सब्सटेन्सहरू पनि इनहेल भयो। अब यी कुराले गर्दा हुन सक्छ है भन्ने चाहिँ म्याक्सिमम छ। मेनली के बुझ्नु पर्यो, यो चाहिँ अर्ग्यानिक नै हो। जस्तै अब एउटै कुराले नै हुन्छ भन्ने चाहिँ भएन। अहिलेसम्म रिसर्चमा चाहिँ रिसर्चमै छ, रिसर्च पनि भइरहेको छ। अब जुन तपाईँको मेटा एनालाइसिसहरू भइराख्दाखेरि अब यो चिजहरूले चाहिँ हुन्छ नै भन्ने छैन, तर हुने चान्स चाहिँ हाई छ। सबैको कम्बिनेसन भयो भने त झन् हाई, कम्बिनेसन भयो भने त हुने चान्स हाई नै भयो। अब त्यो नै भएर हुन्छ भने छैन, तर रिस्क चाहिँ छ, रिस्क फ्याक्टर चाहिँ हो होइन। त्यही भएर मेनली के भन्छ, यसले चाहिँ तपाईँको ब्रेनको जुन डेभलप हुन्छ नि, जुन अर्ग्यानिक हामीले भन्यौँ नि, त्यो भनेको त्यो ब्रेनको डेभलपमेन्टमा नै असर गर्यो कि, जुन अब न्युरो ट्रान्समिटरहरूमा असर गर्यो, अनि यो प्रिफ्रन्टल लबमा असर गर्यो, जुन प्रपरली जुन ब्रेन डेभलप हुनुपर्ने हो त्यसलाई असर गर्यो। त्यही भएर यसलाई चाहिँ हामीले त्यही न्युरो डेभलपमेन्टल यो त्यही बेलामा बच्चा बच्ची जुनको ब्रेनको डेभलप हुन्छ त्यो बेलामा यी कुराहरू त त्यो बेलामा हुने कुरा हो नि त। त्यो बेलामा यी कुराले असर गरेर ब्रेनको डेभलपमेन्टमा नि असर गर्यो र त्यहाँबाट चाहिँ यो समस्या सुरु हुँदै आउँछ। सर, एउटा टिनेजरलाई चाहिँ एडिएचडी छ कि छैन भनेर चाहिँ प्यारेन्ट्सले कसरी पहिचान गर्ने, कसरी थाहा पाउने सर? किन भन्दाखेरि अब ऊ आफैलाई त एडिएचडी छ छैन थाहा नहुन सक्छ उसलाई त होइन। सो त्यो कुरा त प्यारेन्ट्सले ध्यान दिनुपर्ने हुन्छ बच्चैबाट पनि, अथवा होइन सानो बेलामा पनि अब प्यारेन्ट्सले हेर्ने हो नि त। ठुलो भएपछि त उसले आफैले डायग्नोसिस गर्ला, के गर्ला, आफैमा अब गर्ने मान्छेले त गर्ला, नगर्ला त्यो त आफ्नो ठाउँमा हुन्छ। तर प्यारेन्ट्सले चाहिँ ध्यान दिनु पर्दाखेरि अब जन्मिनुभन्दा अगाडि त ध्यान दिनु परिहाल्यो। जस्तै हजुरले भन्नुभयो धुम्रपान नगर्नु, यो त मद्यपान नगर्नु, जाँड रक्सी सेवनहरू नगर्नु, अनि अब प्रिमेच्योरहरूको कुरा पनि आउँछ यसमा होइन। हेल्थमा राम्रो ध्यान दिनु पर्यो भन्ने टाइपको कुरा गर्नुभयो। सो जन्मिसके पछाडिलाई चाहिँ उसलाई एडिएचडी छ छैन भनेर अब त्यो सक्यो, एडिएचडी छ छैन भनेर चाहिँ कसरी पत्ता लगाउने सर? प्यारेन्ट्सले त्यसलाई चाहिँ कसरी पत्ता लगाउने, पहिचान गर्ने? बालबालिकामा भन्नु है, बालबालिकामा प्लस एडल्ट हुँदाखेरि पनि भनौँ न। यसमा फेरि अब बालबालिका नै हुँदाखेरि पत्ता लाग्यो भने त झन् बेस्टै भयो। त्यो बेला अब जहाँसम्म लाग्छ गाह्रै हुन्छ होला मेरो कमन उसले पनि। तर एडल्ट भइसकेपछि र बच्चैमा कसरी थाहा पाउने? यस्तो हुन्छ, यसमा चाहिँ अब एउटा कन्फ्युजन पनि आउँछ। जस्तै अब बालबालिकाहरू चकचक गर्छन् होइन, जस्तै अब 2-3 वर्ष 4-5 वर्ष बालबालिकाहरू चकचक गर्छन्। अब उनीहरू नयाँ नयाँ कुराहरू खोज्ने, डुल्ने, यताउति गर्ने त्यो हुन्छ नि, मोमेन्टम, फिजिकल मोमेन्टम हाई नै हुन्छ। अब यहाँ चाहिँ बुझ्दाखेरि कस्तो आउँछ भन्दा चाहिँ त्यो कुराले समस्या दिइरहेको छ कि छैन त होइन। जस्तै त्यो बालबालिकालाई हेर्दा, जस्तै हामीले यो चाहिँ प्रि स्कुलको कुरा गर्दैछौँ, जस्तै स्कुलमा जानुपर्ने, ध्यान
दिनपर्ने काम अझै सुरु भइरहेको छैन। जन्मेको जोस् 1-2 वर्ष 1-2 वर्ष 2-3 5 वर्षसम्म कुराहरू पनि 4-5 वर्षमा त्यहाँसम्म भन्दा त अब ध्यानसँग रिलेटेड कुराहरू त गर्नुपर्ने त हुँदैन। घरमा त कुरा गर्नु पनि पर्दैन, केही पनि पर्दैन। त्यहाँ के हुन्छ अब हाइपर एक्टिभको पार्ट आउँछ जुन हामी टाइपको कुराहरू गरौँ अहिले म गरौँला। हाइपर एक्टिभ पार्ट चाहिँ देखिने गर्छ एटेन्सनको भन्दा नि हाइपर एक्टिभिटीको। अब हाइपर एक्टिभिटीको कुरा गर्दा चकचकापन हो यो। चकचका लब सबै हुन्छन्, सबैलाई कन्ट्रोल गर्नै गाह्रो हुन्छ त्यो बेलामा होइन। तर के हुन्छ भन्दा हामीले समग्र रूपमा हेर्दा जस्तै त्यही फ्यामिलीमै हेर्दा पनि ऊ बालबालिका भन्दा इल्डर कोही हुनुहुन्थ्यो भने त्यही तरिकाले चाहिँ उहाँले त्यस्तै बिहेभियर गर्नुहुन्थ्यो कि नै भन्ने कुराले चाहिँ कम्पेयर गर्नु पर्यो पहिला सुरुमा। भनेपछि आफ्नो चाहिँ तपाईँको हुन्छ नि आफ्नो नेचर हेरेर आफ्नो बालबालिकाको आफ्नो पनि हुन सक्यो। हामीले त्यो सराउन्डिङमा हेर्छौँ कि लाइक तपाईँको अरूसँग कम्पेयर गर्दा होइन, त्यो कम्पेयर गर्दा अत्याधिक छ, अत्याधिक नै छ, त्यो कुरालाई सम्हाल्नै गाह्रो भइरहेछ र त्यो कन्ट्रोल नै भइरहेको छैन। सामान्य त हामीले सबैलाई थाहा हुन्छ बालबालिका कति चल्छन् त, यो सबैले यो क्वेसन पनि त्यही नै आउँछ नि त। बालबालिका त चल्छन् नै होइन, चकचका हुन्छन् उनीहरूले, त्यो बेला भनेको उनीहरू खेल्ने कुद्ने नै बेला हो। त्यो हामीले बुझिरहँदा त्योभन्दा अत्याधिक त छैन नि भन्ने कुरालाई छुट्याउनु पर्यो त्यो बेला। र त्यो कुराले गर्दा एकदमै गाह्रो त बनाइरहेको छैन। यो कुरा छुट्यायो भने हामीले प्रि स्कुलभन्दा अगाडि चाहिँ एडिएचडी हो कि भनेर जब एकदमै गाह्रो बनाइरहेछ त्यो कुराले, प्यारेन्टिङ गर्न चाहिँ समस्या ल्याइरहेछ भने त के भयो, किन यस्तो भइरहेछ, कुनै अत्याधिक इनर्जी, एकदमै इनर्जी होइन जुन कन्ट्रोल नै गर्न सक्दैन। अब सबैजनाले चाहिँ एडिएचडीको बारेमा अवेर हुनु पर्यो, यो एडिएचडी छ है भनेर सुरुमा अवेर हुनु पर्यो। त्यसपछि आफ्नो बालबालिकालाई हेरेर अत्याधिक कन्ट्रोल गर्न गाह्रो भइरहेछ, धेरै नै चकचकापन भइरहेछ, अथवा चाहिँ तपाईँको नचल्ने हुन्छ नि, फोकस गर्न नसक्ने, त्यस्तो खालको चाहिँ पनि देखिन सक्छ नि त। बालबालिकाले त सिम्पटम्स त देखाइदिन्छन्। अब त्यो भयो भने चाहिँ एडिएचडी हो कि भनेर चाहिँ के भन्छ पहिला सुरु अब हो कि नै भनेर जानु भएन सुरुमा होइन। जस्तै प्रब्लम बनाएको छ कि छैन भन्ने कुरा आयो, साँच्चै गाह्रो भएको हो कि नै त्यो पनि छुट्याउनु पर्यो है। ऊ अत्याधिक नै त्यो चकचकपन हो कि होइन भन्ने कुरा छुट्याउनु चाहिँ पर्यो। अब आफूले समय दिन नसकेर त्यो चकचक बढी लागेको हो कि हुन्छ नि त। अब प्यारेन्ट्स दुइटै बिजी, अब चकचकापन छ, त्यो म्यानेज गर्नै सकिरहेको छैन। त्यति कुरालाई अब एडिएचडीतिरै जोड्न पनि सोच्न मिल्यो है। अब हुन नि सक्छ फेरि त्यो कुरा हुँदै हुन्न भने पनि भयो, तर सजिलै सोच्नुभन्दा पनि गाह्रो बनाइरहेको छ, प्यारेन्टिङमा गाह्रो छ। जस्तै बाहिर लिएर जाँदा पनि घरमा पनि त्यस्तै छ, बाहिर लिएर जाँदा पनि त्यस्तै छ। घरमा मात्रै होइन, फेरि अब यो पनि आयो पार्ट, बाहिर लिएर जाँदा पनि सम्हाल्नै सकिँदैन, अरूको घर जाँदा पनि सम्हाल्न सक्यो। किनभने बालबालिका अलिअलि चक्छ भने घरमा गर्छन्, बाहिर अलिकति भयो भने केही न केही बाहिर चाहिँ गर्नुहुन्न भन्ने त्यो चिज चाहिँ हुन्छ। तर त्यो सेम बिहेभियर एउटै खालको चाहिँ बाहिर पनि छ, अननोन ठाउँमा पनि छ, र त्यसले समस्या दिइरहेछन् चाहिँ प्रि स्कुलभन्दा अगाडि चाहिँ हामीले त्यो एडिएचडी हो कि भनेर साँच्चै त्यसले समस्या गराछ, प्यारेन्ट्सलाई पनि गाह्रो बनाइरहेछ, सम्हाल्न गाह्रो भइरहेछ भने चाहिँ एडिएचडी हो कि यसको उपचार गर्ने कि डायग्नोस गर्ने कि भन्तिर जान सकियो भन्ने हुनसक्छ भनेर जे होस् त्यहाँतिरलाई अलिकति फोकस गरेर बुझ्न सक्छ। त्यही भएर अब धेरैलाई त्यो लाग्न सक्छ चकचकापन होइन, एडिएचडी यो कन्फ्युजन एकदमै छ नि त। त्यही भएर सामान्य चकचक बालबालिका हुन्छन्, त्यो बेला भनेको चकचकै गर्ने, चकचक सिक्ने, डुल्ने, खेल्ने नै बेला हो। तर त्यो कुराले गर्दा अत्याधिक नै चकचकापन छ, सम्हाल्नै नसकिने छ, र त्यो एक ठाउँ नभएर अरू ठाउँमा पनि त्यसले गाह्रो बनाइरहेछ भने चाहिँ बल्ल चाहिँ साँच्चै है त्यो आफूले म्यानेज गर्न नसकेर हो कि साँच्चै समस्या आइरहेछ भन्ने कुरालाई चाहिँ त्यहाँ चाहिँ हेरेर अनि गाह्रो बनाइरहेछ भने चाहिँ त्यो एडिएचडी हो भनेर उपचार आवश्यक छ भने उपचारतिर पनि जानु पर्यो। जस्तै अब बालबालिकाको लागि त त्यो भयो, अब एडल्टतिर जाउँ हामी होइन। एडल्ट भइसके पछाडि चाहिँ अब उहाँहरूले चाहिँ कस्तो चाहिँ बिहेभियर देखाउनुहुन्छ, अथवा ठ्याक्कै अब पहिचानको लागि चाहिँ के छ त? अब हजुर भन्नुहोस्। जस्तै अब त्यहाँसम्म चाहिँ प्रि स्कुलको कुरा भयो, त्यहाँ चकचकापनवाला देखिन सक्यो होइन, त्यहाँ ध्यानसँग सम्बन्धित कुराहरू चाहिँ त्यति आउने भएन। तर अब स्कुल सुरु भइसकेपछि अब त्यहाँ चाहिँ ध्यानसँग सम्बन्धित, किनभने अब बालबालिकालाई ध्यान पनि दिनुपर्ने ठाउँहरू सुरु हुँदै जान्छन्, सेटिङहरू। अब जस्तै पढाइ कुरा भयो, शान्त भएर बस्नुपर्ने पनि हुन्छ। अब त्यहाँ झन् क्ल्यारिटी आउने भयो, किनभने त्यहाँ चाहिँ हामीले स्कुल सेटिङमै अरू क्लासमा बसिरहनुको बालबालिकासँग चाहिँ कम्पेयर गर्न मिल्ने भयो।
फरक ध्यानमा समस्या छ त भनेर। अब केही गरी चाहिँ बच्चा बेलामा जस्तै 5 वर्ष अथवा 5-6 वर्षसम्म चाहिँ हामीले क्लियर गर्न सकेनौँ भनेदेखि अझै बढी क्लियरिफिकेसन चाहिँ स्कुल जोइन भइसके पछाडि चाहिँ देखिन सक्छ हजुरले भन्नु खोज्नु जस्तै कस्तो हुन्छ भन्दा जति उमेर बढ्दै गयो त्यतिको शान्त हुने क्षमता पनि बढ्दै जान्छ सबैमा, युनिभर्सल नै भयो होइन, र ध्यान दिने पनि क्षमता बढ्दै जान्छ। हजुर। तर एडिएचडी भएको व्यक्तिमा चाहिँ त्यो हुँदैन, झन् घट्छ। घट्छ पनि नभनौँ, त्यो अलिअलि सुधार त भइरहेको हुन्छ, तर त्यो जतिको हुनुपर्ने, जतिको त्यो नर्मलाइज भएर गइरहनु पर्ने नर्मल जस्तै त्यो चाहिँ देखिँदैन। त्यसले गर्दा चाहिँ समस्या चाहिँ त्यो जस्तै अब एउटा कस्तो हुन्छ भन्दा बालबालिका हुनुभयो, स्कुल जानुभयो, स्कुलमा सुरुमा कोही कोहीलाई ध्यान दिन गाह्रो होला या शान्त भएर बस्नु नसक्नु होला। अब त्यहाँ अत्याधिक छ, समस्या देखिरहेको छ र त्यो घरमा पनि त्यो त्यस्तै देखिरहेको छ, त्यहाँ हामीले तर अझै उमेर बढ्दै गएपछि जस्तै अब 8-9 वर्ष 10 वर्षको भनौँ, अब लगभग त्यो उमेरमा जाँदाखेरि अरू बालबालिका नि अब त्यो अरू सबै समूहको सबैको अब लगभग त्यो एटेन्सन र हाइपर एक्टिभ पार्ट चाहिँ धेरै इम्प्रुभ भइसकेको हुन्छ नि त, चेन्जेस भइसकेको हुन्छ नि त। तर त्यहाँ बिचमा पनि त्यो एज अनुसार समूह अनुसार चाहिँ गाह्रो चाहिँ धेरै देखिरहेको हुन्छ कि कम्पिट गर्न नसक्ने एज अ प्रोपर चाहिँ ध्यानसँग र त्यो रेस्टलेससँग शान्त हुनेसँग चाहिँ एउटा लेभल चाहिँ मिलिरहेको हुँदैन कि, त्यसले चाहिँ गाह्रो बनाइरहेको चाहिँ क्लियरली देख्न सकिन्छ। त्यहाँ चाहिँ जति यो हुँदै गयो, एज बढ्दै गयो, त्यहाँ चाहिँ अब जति कामहरू हाम्रो एङ्गेज हुँदै जान्छौँ ध्यान दिनेसँग, शान्त भएर बस्ने सेटिङहरू आउन थाल्छन्, त्यतिखेर त्यहाँ चाहिँ समस्या देखिन थाल्यो भने चाहिँ त्यहाँ पनि छुट्याउन सकिन्छ। सो एडिएचडीले रिलेसनसिप हुन्छ नि, एडिएचडीले रिलेसनसिप, फ्यामिली लाइफ, इमोसनल चाहिँ रेगुलेसनमा चाहिँ कसरी असर पार्छ सर होइन, त्यसलाई अलिकति क्लियरिफाई गरिदिउँ न। हुन्छ, जस्तै हामीले अघि भन्यौँ एटेन्सनले होइन, कुनै एक्जाम्पल नै हजुरले देख्नुहुन्छ भने त्यो पनि सेयर गर्नु होला। हुन्छ, जस्तै एडल्टसम्म आइपुग्दा जस्तै एडिएचडी यदि थाहा भएको छैन, डायग्नोस पनि छैन, ट्रिटेड पनि छैन र त्यसको अवेरनेस पनि छैन भनेर अब पहिला पनि अब बालबालिकामा या किशोरी अवस्थामा पनि यसको बारेमा केही पनि थाहा भने त अब जति भएको छैन भने त्यसले एडल्टमा त समस्या बनाउने नै भयो। अब एडिएचडी भएको व्यक्तिमा समस्या आउने भनेको जुन हामीले भन्यौँ ध्यान दिन नसक्ने, अनि शान्त भएर बस्न नसक्ने र इम्पल्सिभिटी, सोचेर गर्नुपर्ने काम धैर्य भएर गर्न नसक्ने जस्ता समस्या देखिने भए। अब जस्तै हामीले ध्यान दिने त हामीले बुझियो होइन, अनि इम्पल्सिभिटी पनि बुझियो, तर हाइपर एक्टिभिटीमा चाहिँ अलिकति एडल्टमा आइपुग्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दा चाहिँ हाइपर एक्टिभिटी भनेको बालबालिकामा देखिने हाइपर एक्टिभिटी र एडल्टहुडमा आएर देखिने हाइपर एक्टिभिटी चाहिँ फरक पर्छ। जस्तै अब बालबालिकामा देखिँदाखेरि जुन हाइपर एक्टिभिटी देखिन्छ भने चाहिँ एकदम चकचकापन देखिन्छ, यता सामान पनि छोइरहेको छ, यता सामान पनि चलाइरहेको छ, ऊ शान्त भएर बस्नै सकिरहेको छैन भनेको त्यही गरिरहेछ। अब त्यो नगर भन्ने कुरा पनि भएन, अब नगर भन्दा उसले त्यो कन्ट्रोल पनि भयो, त्यो पनि भयो। अब नगर भनेरै त्यो जबरजस्ती गर्यो जस्तो देखियो त्यो भन्दाखेरि, तर ऊ बस्नै सकिरहेको छैन कि शान्त भएर। ऊ एउटै चिजमा बस्दाखेरि तपाईँले त्यहाँ 10वटा चिज राखिदिनु भएको छ भने ऊ 10वटै चिज समातिरहेको छ कि। जस्तै यहीँ हामीसँग यहाँ आउँदा पनि हामी कोही एडिएचडी भएकै बालबालिका आउनुभयो भने नि, जस्तै उहाँ पनि त्यो क्यामेरा पनि समात्नुहुन्छ, माइक पनि ल्याएर छुनुहुन्छ, उहाँलाई चुप्प लगाएर त्यहाँ बस्नु भन्दा चाहिँ सक्नुहुन्न होइन। त्यो चक्चा पनि त्यो मैले यहाँ गर्छु, तपाईँ र मलाई डिस्टर्ब गर्छु, या सेटिङलाई डिस्टर्ब गर्छु भन्ने सोचले होइन कि, त्यो हाइपर एक्टिभिटी हो त्यो आफैमा। फेरि चिन्नुहुन्न होला, हामीलाई चिन्नुहुन्न, नयाँ आउनुभयो हजुर होइन। त्यो हाइपर त्यस्तो हुन्छ कि भित्रैबाट त्यो बस्न दिँदैन कि, के गरौँ कता जाम के गरौँ, हतार पनि भनौँ, छटपट्टि, त्यस्तो हाइपर एक्टिभिटी हुन्छ होइन। अनि एडल्टमा आइपुग्दा कस्तो हुन्छ भन्दा यो हाइपर एक्टिभिटी जुन एडल्टसन र एडल्टमा आइपुग्दा हाइपर एक्टिभ पार्ट चाहिँ एज अ चेन्ज भएर हाइपर एक्टिभिटी चाहिँ कम हुँदै जान्छ। तर इनर रेस्टलेसनेस भनेको चाहिँ तपाईँको चाहिँ भित्री एउटा छटपट्टि, कन्टिन्युस छटपट्टि, त्यहीमा कन्भर्ट हुन्छ। त्यो भनेको जस्तै बसिरहँदा पनि शान्त भएर चाहिँ बसिरहनै नसक्ने कि, जस्तै एकदम हतार, अब मलाई कहीँ जान छ जस्तो म आत्तिरहेको छु, मलाई एकदमै अब मलाई आधी घन्टामा म अब कुनै एउटा इम्पोर्टेन्ट मेरो मिटिङ छ, म त्यहाँ दौडिनु पर्नेछ। अब यहाँ म बोल्दाखेरि कसरी बोल्छु, कसरी बस्छु होइन, त्यस्तो छ। त्यो चाहिँ रेस्टलेसनेसमा
इन्टरनल स्टेजमा चेन्ज हुन्छ। अनि यो भइरहँदा यी समस्याहरूले चाहिँ एउटा रिलेसनसिपलाई जस्तै एडल्टहुडमा आइपुग्दा रिलेसन भनेपछि हामीले अब इन्टरपर्सनल रिलेसनसिपको कुरा गर्न सक्यौँ होइन, जुनमा चाहिँ तपाईँ अब गर्लफ्रेन्ड बोयफ्रेन्डको कुरा हुन सक्यो, अनि हस्बेन्ड वाइफको कुरा हुन सक्यो, अनि फ्यामिलीहरूसँगको रिलेसनसिप पनि आउन सक्यो, अनि सोसियल रिलेसनसिपमा बाहिरको साथी सर्कलको रिलेसनसिपको पनि कुरा आउन सक्यो। र सुरुमा हामीले अब कुरा गर्दा यी रिलेसनको कुरा गर्दा सबैमा लगभग ध्यान दिनेसँग सम्बन्धित कुराहरू, अनि अब रेस्टलेसनेस त अब त्यो बाहिर देखिने भयो, त्यो व्यक्तिमा चाहिँ आइरहेको त्यो समस्या ऊ बस्न सक्छ, त्यसले देख्दा कति छटपटाएको, कति हतारमा भयो जस्तो गरेको होइन, किन एक ठाउँ नबसेको, अब यो क्वेसन आउने भयो, यो सबैले सोध्ने भयो। इन्टरपर्सनलमा पनि गर्लफ्रेन्ड बोयफ्रेन्डले या हस्बेन्ड वाइफले पनि सोध्ने भयो, अब फ्यामिलीले पनि सोध्ने भयो, बाहिर साथीले पनि कति शान्त नबसेको, किन छटपटाएको र कहाँ जान हतार छ र भन्ने कुरा आउने भयो। अनि इम्पल्सिभिटीको कुराले चाहिँ अब त्यो भने इम्पल्सिभ अब नसोची बोल्ने कुराहरू, जस्तै सडनली बोलिदिने। इम्पल्सिभिटी भने तपाईँलाई बुझाउँदाखेरि कस्तो भन्दा चाहिँ यो भनेको आफ्नो त्यो थटलाई होइन, त्यो कुरालाई चाहिँ कन्ट्रोल गर्न नसक्ने समस्या हो कि, तहरी जस्तै हतारमा गरे जस्तो के, जुन डिसिजन जे कुरा पनि बोल्दाखेरि पनि भ्याट्टै भन्दिनँ कि त्यो कुरा कस्तो हुन्छ त्यो अब इन्टेन्सनली अरूलाई नराम्रो भन्छु भनेर होइन, तर त्यो कुरालाई मिलाएर सोचेर नभने, अब यो लाग्न सक्छ धेरैलाई चाहिँ म पनि यस्तै छु, म पनि त्यो प्याचै भन्छु होइन भन्ने, त्यो कहिलेकाहीँ हुन्छ र कोसँग भन्नुहुन्छ भन्ने कुरा आउँछ कि, तपाईँ नजिकको साथीसँग हुनुहुन्छ, मिल्ने साथीसँग हुनुहुन्छ, तपाईँ भन्नुहुन्छ म त यस्तै भन्छु नि, म त मनको सफा छु नि, तर तपाईँ नयाँ मान्छेसँग भेट्दा कुनै एउटा त्यो सोचेर बोल्नुपर्ने ठाउँमा गएर बोल्दाखेरि तपाईँले त्यो अब एडिएचडी भएको त्यो इम्पल्सिभ त्यहाँ पनि देखिरहेको हुन्छ कि होइन, त्यो चाहिँ कन्ट्रोलै गर्न नसक्ने, त्यो कन्ट्रोलै भएन। अब यो देख्दाखेरि अब जो साथीहरू सम्बन्धहरू यो इम्पल्सिभिटीको कारणले चाहिँ गाह्रो बनाउन सक्छ, रिलेसनसिपमा पनि गाह्रो बनाउने भयो, इन्टरपर्सनल रिलेसनसिपमा भयो, घरको कुरा पनि गाह्रो बनाउने भयो, र सँगसँगै अब अर्को आयो ध्यान नदिने कुरा। अब ध्यान दिन नदिने कुराले फ्यामिलीसँग पनि समस्या आउने भयो, साथीहरूसँग पनि समस्या आउने भयो, त्यो रिलेसनसिपमा हुने भयो होइन, इम्पल्सिभिटीले त्यहाँ बनाउने भयो। ध्यानले पनि किन, साथीहरूले पनि ध्यान किन नदिएको, किन सुन्दैनस् भन्ने कुरा भयो। फ्यामिलीमा पनि यो सुन्दैन, बस्दैन होइन, अब जेन्ट्स लेडिज होइन बस्दै सुने पनि हुन्छ, किन सुन्दैनस् र बसेर कुरा गरौँ न भन्ने कुरा आउँछ। अब यी कुराले चाहिँ कता कता यो सम्बन्ध नै असर गरिरहेको हुन्छ, तर मेजरली चाहिँ यो ध्यान नदिनुले चाहिँ इन्टरपर्सनल रिलेसनसिपमा चाहिँ असर गर्छ। किन भन्दा अरूलाई साथीहरूमा ध्यान नदिँदा पनि त्यति फरक पर्दैन, किनभने त्यति ध्यान दिएर सुनिरहनु पर्ने कुराहरू हुँदैन, डे टु डे लाइफ हुँदैन नि त। तपाईँ एक दिन कुरा गर्नुपर्छ, सक्यो, यो सुन्दैन, कता हराउँछ र चाहिँ बोले पनि भन्ने हुन्छ। साथीहरू इम्पोर्टेन्ट त छन्, तर त्यो कम्युनिकेसनै ध्यान दिनै पर्ने भनेर त्यसरी हुँदैन। अघि भने हामी रमाइलो गर्ने, हिँड्ने डुल्ने त्यो हुन्छ, कहिले सुने भने सुने जस्तो हुन्छ, त्यो कुरा हुन्छ। फ्यामिलीसँग नै अब फ्यामिलीलाई पनि त्यो सुन्दैन भने त्यो कुराले सम्बन्धमा त असर त गरिरहेकै छ, किनभने जसरी सुन्नुपर्ने, जसरी ध्यान दिएर शान्त भएर बसेर सुन्नुपर्ने, यसले पनि समस्या त दिलाइरहेको छ, किनभने त्यो रिलेसनसिप त राम्रो त मेन्टेन त भएन नि त। जस्तो इम्पल्सिभ भइरहेछ, साथीलाई पनि कहिले नराम्रो त लाग्छ, रिपिटेडली भइरहेछ होइन, बोल्दैन ब्याच भन्छ, त्यो कुरालाई अर्थ त साथीहरू पनि हुन्छ, घरकोलाई पनि त्यो हुनसक्यो। अब ध्यानले चाहिँ तपाईँको रिलेसनसिपलाई धेरै असर गर्ने हो, किनभने इन्टरपर्सनल रिलेसनसिप भनेपछि यो त डे टु डे लाइफमा ध्यान दिएर गर्नुपर्ने, कम्युनिकेसनको त्यस्तै इम्पोर्टेन्ट रोल हुन्छ यसमा होइन। बढी चाहिँ तपाईँको इन्टरपर्सनल रिलेसनसिपमा अरूमा नि असर गर्यो, इन्टरपर्सनल रिलेसनसिपमा नि असर गर्यो। जस्तै अब यो अब धेरैलाई लाग्न सक्छ के समस्या गराउँछ होइन, अब ध्यान नदिनु त अब हरेक कपलहरूमा, हरेक पार्टनरमा समस्या हुन्छ भन्ने कुरा पनि आउँछ यो होइन, ध्यान नदिनु एडिएचडी त होइन भन्ने होला त्यहाँ। अब यस्तो छ, पहिला चाहिँ तपाईँको त्यति धेरै पहिला ध्यान दिन्थ्यो होला, अहिले चाहिँ ध्यान त कमै दिनेवाला छ नि त यो रिलेसनसिपको केसमा पनि होइन। पहिला जसरी हुन्छ नि आफ्नो रिलेसनलाई चाहिँ टिकाउनु पर्छ है भनेर चाहिँ एउटा हुन्थ्यो होइन, त्यो एउटा स्ट्याटसै थियो हाम्रो। अहिले चाहिँ तपाईँको त्यति धेरै ध्यान दिनुपर्ने त होइन, तर एडिएचडी नै हो भनेर ठ्याक्क यसलाई चाहिँ कसरी यसरी यसलाई दुईवटा त्यही हामीले जुन कुरा गरे अनुसार जस्तै धेरैलाई लाग्न सक्छ यो होइन, कतै ध्यानकै कुरा गर्दा ध्यान नदिने यो भन्दाखेरि कतै भन्ने कुरा चाहिँ हुनसक्छ। हुन्छ लबर रिलेसनसिपमा सुरुमा जस्तो जुन कम्युनिकेसन हुन्छ, जुन इन्टरेक्सन हुन्छ, त्यो पछिसम्म रहँदैन, केही समय बित्दै गएपछि कता न कता त्यो घटिरहेकै हुन्छ। कम्युनिकेसन पनि अब त्यो अरू कामहरूको बारेमा हुन्छ, त्यो खालको कम्युनिकेसन रहिरहँदैन। जस्तै अब सुरुमा एउटा भइरहेको छ नि, अरू कुरामा कामका कुराहरू हुन थाल्छन्। अब म्यारिजकै कुरा हो भने सुरुमा चाहिँ
एज अ नर्मल इमोसनली कनेक्ट भइरहेको हुन्छ। पछि गएपछि बिहे भइसकेपछि चाहिँ तपाईँको कामका कुराहरू हुन थाल्छन् होइन। अनि बिजी हुने पनि कुराहरू आउँछ र कता कता त्यो सुरुको जस्तो त्यो हुँदैन। अनि तर के भइरहेको हुन्छ भन्दा चाहिँ नर्मलमा चाहिँ कम्युनिकेसन चाहिँ भइ नै रहेको हुन्छ कि कम्युनिकेसनको प्याटर्न चेन्ज भयो तर कम्युनिकेसन चाहिँ भइरहेको छ होइन। प्याटर्न चेन्ज भएको नि त, घटेको हो थोरै घटेको तर प्याटर्न चेन्ज भएको। तर एडिएचडीमा तर एडिएचडीमा के हुन्छ भन्दा चाहिँ सुरुको फेजमा पनि लगभग ठिकै देखिन सक्छ, जस्तै कम्युनिकेसनको पार्टहरू एटेन्सनको पार्टहरू देखिन सक्छ। तर मेन कुरा कहाँ गाह्रो कता कता देखिन सक्ने भने चाहिँ जस्तै सिम्टमहरू छ भने चाहिँ जस्तै कता कता जोन आउट भयो जस्तो कुरा त भइरहेको छ तर त्यो मान्छे जोन आउट भइरहेको छ। कुरा गरे पनि बसे पनि ऊ शान्त भएर बस्न सकिरहेको छैन, कता कता इम्पल्सिभ कुराहरू पनि आइरहेको छ। अब यतिखेर त समस्या त दिएन, अब एडिएचडी नै हो भन्नेतिर नि नजान सकिन्छ। तर चाहिँ एउटा समय आइसकेपछि एउटा अब त्यो हामीले सर्टेन कति नै भन्न पनि सक्दैन तर धेरै त्यो लामो पनि हुँदैन। एउटा सर्टेन समय आएपछि भन्नलाई धेरैले चाहिँ हनीमुन टाइम पछि भन्ने कुरा चाहिँ गर्छन् होइन। एडिएचडीको इफेक्ट चाहिँ असर गर्ने चाहिँ एकदमै त्यो टाइममा त त्यहाँसम्म एकदमै पर्फेक्टली गइरहेको हुन्छ। त्यो भइसकेपछि अनि जब त्यहाँपछि के हुन्छ भन्दा चाहिँ जसलाई एडिएचडी छ र थाहा छैन भनौँ न होइन, एक्कासी उसले चाहिँ एटेन्सन दिनै छोड्छ। एक्कासी त्यो एक्कासी हुन्छ। जस्तै त्यो फेरि अलिअलि घट्ने त्यो कम्युनिकेसन प्याटर्न चेन्ज हुने जो हुँदैन कि। जस्तै हामीले अघिल्लो जुन नर्मल रिलेसनसिपमा चाहिँ जस्तै प्याटर्न चेन्ज भयो नि त कम्युनिकेसनको। एउटा तरिका थियो जहाँ चाहिँ त्यो अर्को इन्डिभिजुअल नै इम्पोर्टेन्ट थियो। अब फोन अथवा कुनै डाइरेक्ट कन्ट्याक्ट हुँदाखेरि एक खालको चाहिँ कुरा हुन्थ्यो भने अलिकति लङ डिस्टेन्स हुँदाखेरि थोरै प्याटर्न चेन्ज भयो। प्याटर्न चेन्ज भयो। जस्तै पहिला गर्दाखेरि अब कता छौ तिमी, के गर्दैछौ, या कता हुन्छ भन्ने कुरा आउँथ्यो होला होइन। उसकै अर्को पार्टनरकै कन्सर्नमा कुरा हुन्थ्यो। तर लामो हुँदै गएपछि त कता छ काममा छु एकछिनमा कुरा गर्नुलाई या यो गर्नु, त्यो अर्कै प्याटर्न चेन्ज भयो नि त। तर जे होस् एउटा रिलेसन हुन्छ नि, एउटा भाव भन्छ नि, त्यो चाहिँ सेम नै, त्यो त सेम नै रहिरहेको हुन्छ। त्यो एडिएचडी एटेन्सनहरू पनि रहिरहेको हुन्छ, सबै कुरा रहिरहेको हुन्छ होइन। त्यो प्याटर्न मात्रै चेन्ज भयो। तर एडिएचडीमा के भयो भन्दा चाहिँ एक्कासी गएपछि त्यो एउटा समयपछि त्यो एटेन्सन नै टोटल्ली हराउँछ कि। त्यो भ्यान्ड नै हुन्छ क्या तपाईँको। अनि त्यसपछि के हुन्छ भने जब एटेन्सन हराउँछ, एटेन्सन हराउने बित्तिकै तपाईँको कम्युनिकेसनलाई असर गर्छ होइन। कम्युनिकेसनलाई एकदमै असर गर्छ। अनि कम्युनिकेसनको जस्तै पनि अब एडिएचडीका सिम्टमहरू जस्तो छ तपाईँको, जस्तै कुरा गरिरहँदाखेरि सुनिरहे जस्तो नदेखिने, डिस्ट्र्याक्ट भइरहने चाहिँ यो एडिएचडी भएको व्यक्तिहरूमा हुन्छ। अनि यो कुराले गर्दा पनि जस्तै नन एडिएचडी पार्टनरलाई चाहिँ अब के लाग्छ भने ओभियसली मान्नु न, एउटा रिलेसन सुरु भइरहेछ, पहिला एटेन्सन दिइरहेछ, सबै कुरा राम्रो भइरहेछ, एक्कासी पार्टनरले ध्यान दिन छोड्यो, गाह्रो हुने एक्कासी छोड्यो। त्यो किन छोडेछ, किन उसले एटेन्सन दिइरहेको छैन, किन कम्युनिकेसन गरिरहेको छैन भने थाहै छैन होइन। त्यो भने त अब नन एडिएचडी पार्टनरलाई त ओभियसली गाह्रो त हुन्छ नै होइन। जसलाई पनि एटेन्सन इम्पोर्टेन्ट नै हुन्छ। अझै रिलेसनसिपमा त हामी नर्मल कोहीसँग कुरा गर्दा हामी 2-3 चोटि बोलाउँदा त उसले बोल्दैन भने नचिनेको मान्छेलाई पनि कस्तो इग्नोर गर्यो भन्ने हामीलाई हुन्छ भने त एउटा रिलेसनसिपमा त्यो भयो भने त त्यो त एकदमै गाह्रो पार्ट हो होइन। त्यो हुँदाखेरि अब एउटा त्यो गाह्रो पनि भयो र अर्को कन्फ्युजिङ पनि भयो। के गरिरहेछ, किन त, के भयो त, किन यो भइरहेछ, किनभने यो भनेको त्यो प्याटर्न चेन्ज भएन कि, कम्युनिकेसन र एटेन्सन टोटल्ली चेन्ज भयो कि, ग्यापै भयो होइन। अनि त्यो भइरहँदाखेरि अब यतातिर कन्फ्युजन सुरु हुन थाल्छ। अनि कन्फ्युजन सँगसँगै अब अचम्म लाग्ने भयो। अब यो सँगसँगै अब रिलेसनसिपमा अब नराम लाग्ने भयो, पार्टनरले चाहिँ इग्नोर गरिरहेको छ जस्तो हुने भयो, कम्युनिकेसन गरिरहेको छैन, मलाई टाइम दिइरहेको छैन जस्तो हुने भयो। अनि म बोलिरहेको कुराहरू पनि उसले सुनिरहेको छैन भन्ने हुने भयो। त्यो हुन्छ नै होइन। नसुनेपछि एटेन्सन नदिएपछि त्यो नन एडिएचडी पार्टनरलाई लाग्ने नै भयो। त्यसले गर्दाखेरि प्रब्लम अब यो भएपछि त तपाईँको त अब रिस उठ्छ नि त होइन। रिस उठ्ने भयो नि त नन एडिएचडी पार्टनरलाई। रिस उठ्ने भयो, रिसाएपछि के हुन्छ, झगडा हुन्छ। किन ध्यान दिँदैनस् भन्नु पऱ्यो, किन कम्युनिकेट गर्दैनस् भन्नु पऱ्यो। सँगसँगै अब यो सँगसँगै अरू पनि के हुन्छ, अरू पार्ट जस्तै टाइम म्यानेजमेन्टका कुराहरू, डिसअर्गनाइजहरू, कामहरू गर्दा अर्गनाइज भएर गर्न नसक्ने, टाइम म्यानेजमेन्ट गर्न नसक्ने, समयमा कोही जाने भनेर समयमा त्यो कामहरू नगर्ने, लास्ट मोमेन्टमा बल्ल सम्झिने, हतारमा गर्ने, लास्ट मोमेन्टमा गएर हतारमा गर्ने। यो कुराहरू गर्दा नि एउटा रिलेसनसिपमा एउटा ध्यानको कुरा भयो, त्यो पार्ट भयो। अनि सँगसँगै यो कुरा पनि जोडिन थाल्छ। त्यो कुराले गर्दा झन् गाह्रो बनाउँछ
ओके नन एडिएचडी पार्टनरलाई अब सबै अब एटेन्सन त मानौँ होइन, यो त इमोसनल्ली कनेक्ट भएको कुरा भयो, अरू भनेको डेली फङ्सनका कुरालाई पनि गाह्रो भयो। यो कुराले गर्दाखेरि अब नन एडिएचडी पार्टनरलाई एक्लो फिल हुन्छ, किनकि पार्टनरले एटेन्सनै दिइरहेको छैन, कुरा नै गरिरहेको छैन, ध्यानै दिइरहेको छैन। एक्लो फिल हुने भयो, इग्नोर फिल हुने भयो, नट लिसन हुने भयो, कम्युनिकेसन गर्दा कम्युनिकेसनै छैन। अब यो भइसकेपछि त नन एडिएचडी पार्टनरले त एडिएचडी पार्टनरलाई गाली गर्नै पर्यो, किन भनेर क्वेसन त सोध्नै पर्यो, वाइ दिस, होइन किन भइरहेछ यो, होइन एटेन्सन चाहिँ किन आइरहेको छैन भन्ने हुने भयो। अब नन एडिएचडी पार्टनरलाई त्यो हुने बित्तिकै लोन्ली फिल हुने भयो, एटेन्सन छैन भनेपछि अब हट पनि फिल हुने भयो, त्यहाँ एउटा रोमान्टिक रिलेसनसिप जस्तो नै रहने भएन, होइन एकदम एक्लो फिल जस्तै हुने भयो। त्यो भइसकेपछि के हुन्छ भन्दा तपाईँको नन एडिएचडी पार्टनरले अब गाली त गर्नै पर्यो, किन यो भन्ने कुरा नै आउने भयो, किन ध्यान दिइरहेको छैनस्, किन कम्युनिकेसन भइरहेको छैन, होइन त्यो कुरा हुने भयो। अब यो केसमा चाहिँ के हुन्छ भन्दा चाहिँ एडिएचडी पार्टनर डायग्नोस छैन या उसलाई त्यो एडिएचडी भने थाहै छैन भने जुन यो कुराहरू जुन गाली गरिरहेको छ नि, जुन न्यागिङ गरिरहेको छ नि नन एडिएचडी पार्टनरले उसको ल्याक अफ एटेन्सनले गर्दा त्यो उसलाई थाहै हुँदैन कि, यो उसलाई थाहै हुँदैन। उसलाई के लाग्छ भन्दा चाहिँ किन यसले गाली गरिरहेछ त भन्ने हुन्छ। त्यो एडिएचडीको सिम्टमले गर्दा, एटेन्सन नदिने कुराले गर्दा, ल्याक अफ कम्युनिकेसन ऊबाट भइरहेछ, त्यो कुराले गर्दा चाहिँ आफ्नो पार्टनर चाहिँ लाई गाह्रो बनाइरहेछ या उसलाई नराम्रो लागिरहेछ, ऊ रिसाइरहेछ भन्ने कुरा उसलाई थाहै हुँदैन। उसलाई सिर्फ के देख्छ भन्दा नन एडिएचडी पार्टनरले चाहिँ उसलाई गाली मात्रै गरिरहेछ, उसले बेटर नै गर्न खोजिरहेछ, राम्रै गर्न खोजिरहेछ, तर नन एडिएचडीले चाहिँ उसलाई गाली गरिरहेछ भन्ने हुन्छ। अब यो ठाउँमा चाहिँ के हुन्छ तपाईँको चाहिँ डिफेन्सिभ मोडमा जान्छ। एडिएचडी भएको व्यक्ति उसलाई थाहा छैन भने डिफेन्सिभ भनेपछि किन त मलाई गाली, होइन म त गर्ने, रिस पनि हुन्छ, सर्टेन तपाईँ आउटब्रस हुन्छ, इमोसनल आउटब्रस जाने भयो, रिस उठ्ने भयो, किन त मैले त गर्न, उसलाई त लाग्छ नि त। जस्तै हामीले त्यही अघि भन्यो नि त, जस्तै उसले त इन्टेन्सनली त गरिरहेको छैन, होइन त्यो इन्टेन्सनली भएको छैन, उसलाई त्यो कम्युनिकेसन ब्रेक भइरहेछ, मेरो एटेन्सन यो फेजमा आएर भयो भने नि उसलाई थाहा हुँदैन। अनि त्यो नन एडिएचडी पार्टनरले त्यो ब्लेम गर्दा, गाली गर्दा उसले चाहिँ साँच्चै मलाई नै गाली, मेरो चाहिँ एबिलिटीमै गाली गरेको भन्ने हुन्छ, होइन क्वेसन आउँछ। अनि त्यो क्वेसन आइरहँदाखेरि डिफेन्सिभ मोड हुन्छ। यसमा चाहिँ तपाईँको मेल र फिमेलको कुरा आउँछ, यसमा चाहिँ फरक पर्छ, अरू सबै सेम नै हुन्छ। एटेन्सनको पार्टहरू एउटै नै हुन्छ, जस्तै एटेन्सन दिन नसक्ने, डिस्ट्र्याक्ट हुने, यी पार्टहरू हुन्छन्। यदि मेल पार्टनरलाई चाहिँ एडिएचडी छ भने चाहिँ ऊ अलिकति एग्रेसिभ हुने, डिफेन्सिभ हुने हुन्छ भने फिमेललाई यदि एडिएचडी छ, अनडायग्नोज छ भने चाहिँ डिफेन्सिभ, त्यो एग्रेसिभ भन्दा पनि अलिकति लो सेल्फ इस्टिम फिल गर्ने, होइन अनि निराश हुने, त्यो कुरा किन पार्टनरले गाली गरिरहेछ मलाई, किन गरिरहेछ, ऊ डिफेन्स हुन अब त्यो नेचरले, मेल र फिमेलको नेचरले चाहिँ यो बनायो, तर देखिने बढीदेखि त्यस्तो खाले देखिन्छ। अनि के हुन्छ तपाईँको अब यो प्रक्रिया भइरहेको छ। अब त्यो अर्को दिन पनि अब यति गाली गर्दा पनि अब एडिएचडी पार्टनर त्यो चेन्ज हुनेवाला छैन, अर्को दिन पनि उसले एटेन्सन दिँदैन, ऊ सेम रुटिनमै हुन्छ, फेरि यता त्यो नन एडिएचडी पार्टनरलाई गाह्रो नै हुन्छ, फेरि उसले गाली गर्नै पर्यो, ऊ फेरि डिफेन्सिभ हुन्छ। अब यो आइपुग्दा कस्तो सिचुएसन आइदिन्छ भन्दा चाहिँ प्यारेन्ट र चिल्ड्रेनको रिलेसन भइदिन्छ। यो चाहिँ प्यारेन्ट चिल्ड्रेनको भइदिन्छ, किनकि एउटाले कन्ट्रोल गर्न खोजिरहेछ, एउटा कन्ट्रोलमा छैन, र जो एडिएचडी छ ऊ चाइल्ड भइदिन्छ, जो नन एडिएचडी छ ऊ चाहिँ प्यारेन्ट्स भइदिन्छ। उसले कन्ट्रोल गर्न खोजिरहेछ, चिल्ड्रेनले मानेकै छैन, र उसलाई के लाग्छ, चिल्ड्रेनलाई के लाग्छ, स्ट्रिक्ट प्यारेन्ट्स जस्तो लाग्छ। एउटा मैले गर्न खोजिरहेको छु तर मलाई प्यारेन्ट्सले कन्ट्रोल मात्रै गर्छ, मलाई बुझ्दैन। मैले किनभने मैले राम्रै उसले चाहिँ काम गरिरहेको हो नि त, एडिएचडी जो चाइल्ड छ, चाइल्ड त नभनौँ, ठुलै भए पनि उसलाई त चाइल्डकै रूपमा हेर्ने भयो, किनभने उसले राम्रो फोकस गर्न सकेन भने त हरेक दिनदिनै भन्नु पर्यो, दिनदिनै सम्झाउनु पर्यो, दिनदिनै एटेन्सन दिए मलाई भन्नु पर्यो, कम्युनिकेसन किन गर्दैनस् भन्नु पर्यो, हरेक कुरामा ल्याग हुने भयो नि त, कहाँ डिस्ट्र्याक्ट भएछस् भन्नु पर्यो, हरेक दिन गाली गर्नु पर्यो क्या। अनि त्यो कुरा भइरहँदा अब यो फेरि डे टु डे लाइफमा हुने भयो। अब यो चलि नै राख्छ। अब यो प्यारेन्ट चाइल्ड रिलेसनसिप, अब यो कुराहरू, डिफेन्सिभ कुराहरू, न्यागिङ कुराहरू चाहिँ दिनदिनै भइरहेको छ। अब यस्तै नै गइरहेको छ, थाहा नहुँदासम्म तपाईँको यो भइ नै राख्ने हो। अब यो हुँदै गएपछि के हुन्छ भन्दा चाहिँ एकअर्कासँग चाहिँ पुसिङ खालको चाहिँ बिहेभियर आउनु थाल्छ। अब नन एडिएचडीलाई पनि अब उसको बिहेभियरले गर्दाखेरि चाहिँ उसलाई नि गाह्रो बनाइरहेको हुन्छ, उसले नि पुस गरिरहेको हुन्छ। अनि एडिएचडी भएको जसलाई थाहा छैन
उसले पनि अब ऊ स्ट्रिक लाग्न थाल्छ उससँग उसले स्ट्रिकली उसलाई मोनिटर गर्न खोजिरहेको छ भन्ने हुन्छ तर हुन त्यहाँ चाहिँ त्यो होइन नहुन सक्छ त्यो होइन हजुर अनि कि त अब यस्तै नै जान्छ ओके डे टु डे भयो अनि मेन कुरा चाहिँ कस्तो छ कि त अब त्यो भनेको सेपरेसन हुन्छ डिभाइड हुन सक्दैन उसले divide पनि हुन सक्छ। जित्न सक्यो भने सेपरेसन हुन्छ नत्र प्यारेन्ट र चिल्ड्रेनको जस्तो एउटा होइन यहाँ कोही relation पनि खुसी भएन कोही यो पनि रिलेसनसिपमा खुसी कोही भएन। पनि खुसी भएन Okay, कि हो, main किन part भन्दा त्यो चाहिँ यो कुनै कुनै रिलेसनसिपमा एउटा डिफेन्सिभ भएर एउटा डिफेन्स गर्न खोजेर एउटाले सुनिरहेछ र ऊ एउटा यो हुन्छ नै लब सबै रिलेसनसिपमा एउटा अलिकति डिफेन्सिभ हुने एउटा डोमिनेटिभ टाइपको हुने यो लब सबै रिलेसनसिपमा हुन्छ ओके र त्यहाँ एउटा खुसी भइरहेको हुन्छ या एउटालाई गाह्रो भइरहेको हुन्छ हजुर तर अब एडिएचडीको यो भएको कुरामा Problem थाहा को नभएको कुरामा। कुरामा चाहिँ के हुन्छ दुइटालाई नै समस्या भयो कि उम्, नन एडिजलाई पनि उसको एटेन्सनको समस्याले ध्यान दिन नसक्ने नसुने जस्तो देखिने कुराले अरू डिसअर्गनाइज भएका कुराले उसलाई गाह्रो एलोन बनाउने भयो गाह्रो बनाउने भयो फ्रस्ट्रेसन गराउने भयो र उसले गरेको न्यागिङले गर्दा जसलाई एडिएचडी छ भन्ने थाहा छैन उसलाई चाहिँ उसले गरेको कन्ट्रोल एक त उसलाई डेली लाइफमा त गाह्रो छ जो ओके होइन उसले ध्यान दिन त नसकेर हो उसलाई त्यो कुरा थाहा छैन तर न्यागिङ झन् आउँदाखेरि उसलाई किन म बेटर भइनँ मैले किन गर्न सकिरहेको छु के छ त म समस्या साँच्चै म नै गलत हो कि किन गाली खाइरहेको छु भन्ने कुरा यो चल्दै जाँदाखेरि तपाईँको चाहिँ अब लङ टर्म चल्दै गयो भने अब यही नै तरिकाले जान्छ जुन हेल्दी त भएन हामी यो रिलेसनसिपलाई हेल्दी त मानेनौँ नि त होइन चाइल्ड प्यारेन्ट चाइल्ड प्याटर्न पनि राम्रो भएन नै खुसी भएन खुसी दुइटै भएन त्यो किनभने चाहेर कसैले पनि गरिरहेको छैन क्या यो होइन त्यो नि भयो अब यो भनेको कि त अब हाम्रो नेपाली कन्टेक्स्ट को कुरा गर्दा अब यो यदि पहिला थियो भने आजभन्दा पहिला कुराहरूमा त्यति रिलेसनसिपलाई त्यति हुन्थेन होइन अब एउटा त्यो कुराले गर्दा त्यति इम्पोर्टेन्टमा ल्याइएको पनि थिएन यो कुरालाई अनि कि त भनेको ल्याइएको थिएन त्यो गरिरहँदाखेरि रिलेसन जस्तो चलिरहेछ मानव फिमेललाई थियो एडिएचडी भन्ने मेललाई थिएन भने फिमेलले अब गर्ने अब नर्मल कामहरू घाँसपातको कामहरू यताउति गर्ने त्यो कुरा इग्नोर भयो अब हस्पिटल लाग्छ एटेन्सन दिँदैन यो हुँदैन भन्ने होला अब मानु अब पहिला यदि मेललाई थियो भने अब गयो बिहान गयो ध्यान दिँदैन भन्ने अब त्यो आफ्नै हिसाबले चल्ने होइन पहिला त्यही थियो नि त हाम्रो त अनि आफ्नै काम गर्ने घाँसपात गर्ने बच्चा जन्मिन्छ उसलाई हुर्काउने अब हस्पिटल एरिया छ भने त्यो इस्यु पनि देखिएन ऊ अरू काममा पनि छैन ध्यान दिने काममा पनि छैन त्यो कुराले त्यो भएन तर अहिलेको सिटीमा के छ तपाईँको अब सबैजना सेल्फ इम्प्लोय कसरी चाहिँ सेल्फ नै डिपेन्डेन्ट हुने सबै अब पढाइको कुरा छ कामको कुरा छ घरकै सेटिङको कुराहरूलाई पनि काम डिभाइड गरेर गर्ने प्याटर्न छ होइन सबै कुरा ध्यान दिएर बस्ने एउटा रिलेसनसिपलाई कसरी मेन्टेन गर्ने भनेपछि इक्वल्ली जुन जिम्मेवारी रेस्पोन्सिबिलिटी हुन्छ त्यो चाहिँ कसरी लिएर जाने त भन्ने कुराले गर्यो तर यहाँनिर के भयो भन्दा चाहिँ अहिलेको नेपालको केसमा अब सुनि पनि रहनुभएको छ कति कुराहरू अहिले त्यो सेपरेसनको रिभर्सको कुराहरू पनि आइरहेको छ कति कमन भइरहेको छ तर यो कुरालाई चाहिँ हामीले मिस गरिरहेका छौँ कि यहाँ यो कुरालाई ख्यालै गरिरहेको छैन कि अब यो कुरामा जब डिफ्रेन्स त आयो नि त अब ध्यान भएको छैन कम्युनिकेसन राम्रो भएको छैन के कुराले भएको त्यो पनि थाहा छैन दुइटैलाई प्रब्लम दिइरहेको छ भनेपछि त्यहाँ चाहिँ प्रब्लम आयो त्यो कुरालाई चाहिँ कन्टेक्स्टमा बुझ्नु पऱ्यो अब बुझेको छैन भने त छुट्टिने नै भयो होइन सेपरेसनै भयो कि त त्यस्तै नै चल्ने भयो डे टु डे त्यो सम्भावना पनि हुँदैन अब अहिलेको केसमा त हुँदैन पहिला हुन्थ्यो मैले त्यो बुझाउनु खोजेँ पहिला त हुन्थ्यो चल्थ्यो जस्तो गऱ्यो नि चल्थ्यो होइन त्यो त मेल तपाईँको झन् गाह्रो त फिमेललाई हुन्थ्यो अब मेल त्यस्तै छ भने त फिमेल जसरी पनि घरै बस्नु पऱ्यो गर्नु पऱ्यो अब आफ्नो प्यारेन्टिङको पार्ट गर्नु पऱ्यो एक्लै भयो नि गर्नु पऱ्यो मेल गरिरहेको छ मतलबै भएन अब तर त्यो बेलामा फिमेललाई हुन्थ्यो भने मेललाई चित्त बुझ्थेन होला मेबी छोडेर अर्को बिहे गर्थ्यो होला रिलेसनलाई सेपरेसन गर्थ्यो होला झन् गाह्रो थियो फिमेललाई थियो होइन अब अहिले केसमा के छ भने त्यो छैन परिस्थिति चेन्ज छ अहिले इक्वल भूमिका हुन्छ इमोसनली एटेच हुनुपर्ने रिलेसनसिपहरू बढी हुन्छन् ग्रोथको कुराहरू आउँछ र यो कुराले गर्दा चाहिँ गाह्रो बनाउँछ जस्तै यही रिलेसनसिपको कुरा गर्दा जस्तै एडिएचडीले जुन रिलेसनसिपमा चाहिँ असर गर्छ हामीले भनेर कुरा गऱ्यौँ नि फेरि यही कुरा गर्दा धेरैलाई चाहिँ अब समस्या त भइ नै रहेको हुन्छ त्यो प्याटर्नले चलिरहेको हुँदैन कसैको कुनै अरू समस्याले पनि रिलेसनसिप इस्युहरू आइरहेको पनि हुनसक्छ कतै कतै इन्टेन्सनल्ली पनि ध्यानै नदिएको नि हुनसक्छ होइन जस्तै हामीले त यो एडिएचडी थाहा नभएको एडिएचडी भएको र थाहा नभएको केसमा कुरा गऱ्यौँ त्यो के त्यो केसमा चाहिँ के हुन्छ भन्दा चाहिँ तपाईँ जस्तै कसरी थाहा पाउने त यो एडिएचडीले नै गर्दा भएको हो कि या इन्टेन्सनल्ली भइरहेको कि अरू कुनै पनि कुराले गर्दा भएको हो कि भनेर कसरी थाहा पाउने भने अब धेरैमा यो कन्फ्युजन पनि हुनसक्छ अब मेन कुरा के बुझ्नु पऱ्यो भन्दाखेरि एडिएचडी भनेको एडिएचडीले एउटा मात्रै सेटिङमा चाहिँ समस्या ल्याउँदैन
होइन। जस्तै ध्यानसँग आउने समस्या हामीले जुन अहिले रिलेसनसिपको कुरा गर्दाखेरि जुन फ्यामिलीसँग पनि आयो प्रब्लम, ओके ध्यान दिन नसक्ने, इम्पल्सिभको कुराहरू जो साथीहरूसँग पनि आयो। जस्तै यो रिलेसनसिपमा नि आयो, हुन अब इन्टरपर्सनल रिलेसनसिपलाई त असर त गर्यो। यहाँ देख्न सक्यो कि यदि कुनै कपाललाई यदि यो फेस गरिरहनु भएको छ भने उहाँले अब सुरुमा त आफ्नो सराउन्डिङलाई हेर्न सक्नुभयो। त्यो इन्डिभिजुअलले जस्तै आफ्नो घरमा अरूसँग कसरी कम्युनिकेट गरिरहनु भएको छ र त्यसपछि आफ्नो साथीहरूसँग कम्युनिकेसन कस्तो भइरहेको छ र अरूसँग पनि कम्युनिकेसन कसरी गइरहेको छ, ध्यानको पार्ट कसरी गइरहेको छ र अर्गनाइजको पार्ट पनि कस्तो भइरहेछ। र सँगसँगै चाहिँ जस्तै अरू ध्यान दिनुपर्ने कुराहरू आउँछन्। जस्तै वर्क सेटिङमा समस्या आइरहेको छ छैन ध्यान दिनुपर्ने। जस्तै सोसियल रिलेसनसिपहरूमा कस्तो छ, कतै गएर बस्न चाहिँ गाह्रो भइरहेको छ कि छैन, या अरूसँग कुरा गर्दा कतिको यो कुराहरू देखिरहेको छ। जस्तै यो प्याटर्नमा आउँछ कि ओके जुन हामीले पहिल्यै कुरा गऱ्यौँ इन्भाइरोमेन्टले गर्दा होइन, भन्नाले यो त्यो नन एडिएचडी प्याटर्नले गर्दा होइन, एडिएचडी भएकैबाट आएको कुरा र त्यो हरेक सेटिङमा छ कि त्यसले हरेक सेटिङमा एडिएचडी भएकोलाई गाह्रो बनाइरहेको छ। त्यो कुरा चाहिँ रिफ्लेक्ट भइरहेको हुन्छ र मेन कुरा कन्फ्युज नहुन पर्ने के हुन्छ भन्दा चाहिँ एडिएचडी हो कि होइन भनेर यदि यो कुरा चाहिँ रिलेसनसिपमा पनि देखिरहेको छ, अरू ठाउँमा पनि देखिरहेको छ र सँगसँगै अरू सेटिङमा पनि देखिरहेको छ भने चाहिँ एडिएचडी हो कि भन्न सक्यो। आफ्नो कामकोमा पनि फोकस गर्न सकिरहेको, काममा पनि ध्यान त दिनु पर्यो, शान्त भएर बस्नु पर्यो, सोचेर निर्णय, काममा त सोचेर पनि निर्णय लिनु पर्यो, अर्गनाइज हुनु पर्यो, टाइम म्यानेजमेन्ट गर्नु पर्यो। यी कुरा हुन्छ। अब कुनै कुनै काममा चाहिँ कामको कुरा गर्दाखेरि अब कुनै काम चाहिँ ध्यान नदिने पनि हुनसक्छन् है। जस्तो तपाईँको अब गइरहँदा अब कुनै कुरा हुन्छन्, अब कुनै अफिस टाइपले भयो, ध्यान दिनुपर्ने भयो भने त ध्यान दिनु पर्यो। अब कुनै कुनै कामहरू चाहिँ हाम्रो अब ध्यान नदिएर पनि गर्ने हुनसक्छ, तर त्यो कामको म्यानेज त गर्नु पर्यो नि। काम गर्दा ध्यान नदिए पनि कामलाई त म्यानेज त गर्नु पर्यो, टाइम म्यानेज गर्नु पर्यो, अर्गनाइज भएर काम गर्नु पर्यो होइन। त्यो कुरामा त्यहाँ प्रब्लम देखिन्छ कि काममा नदेखेला, कामै गर्दा नदेखेला, तर त्यो कुरा अरू कुराले गर्दा कामको जुन रिजल्ट आउनु पर्ने हो त्यो रिजल्ट चाहिँ जति हुनुपर्ने त्यो चाहिँ आउँदैन। ओके सर, हजुर अब एडिएचडी फाउन्डेसन नेपालको फाउन्डर पनि हुनुहुन्छ होइन, हजुरको त्यो मिसन चाहिँ के छ त? अलिकति मिसनको बारेमा हामीलाई चाहिँ हुन्छ नि क्लियरिफिकेसन गरिदिनु न। मेन मिसन भन्दाखेरि चाहिँ अब नेपालमा एडिएचडीको अवेरनेस छँदै छैन। अर्को भनेको सँगसँगै मेन्टल हेल्थप्रतिको स्टिगमा पनि त्यस्तै नै छ। र यो दुइटैलाई लिएर जाँदाखेरि एडिएचडीलाई एकदम मिसअन्डरस्टुड तरिकाले हेरिरहेको अवस्था छ। तर बुझ्नुपर्ने के छ भन्दा यो एउटा रियल कन्डिसन हो, यसले साँच्चै नै समस्या गराइरहेको हुन्छ होइन। बालबालिकालाई, किशोर किशोरीलाई, एडल्टहुडसम्म पनि भइरहेको हुन्छ। कतिलाई त बालबालिकालाई मात्रै हुन्छ भन्ने पनि छ। तर यो हामीले अघि जुन कुरा गऱ्यौँ एडल्टहुडसम्म एउटा रिलेसनसिप, एउटा काम, एउटा मान्छेले नर्मल्ली गर्ने के हो भन्दा ऊ हाम्रो काम भनेको हामी जन्मिन्छौँ, हामीले आफ्नो पढाइलाई इम्पोर्टेन्ट मान्छौँ, त्यहीमा फोकस गर्न खोज्छौँ, त्यहीमा ध्यान दिएर बेटर गर्न खोज्छौँ। फेरि किशोर किशोरी हुँदाखेरि त्यहाँ आउने कुराहरू, पढाइकै कुराहरू, कामका कुराहरू, रिलेसनसिपलाई पर्फेक्टली कसरी जाने भन्ने हुन्छ। सँगसँगै एडल्टहुडमा जाँदाखेरि काम जति बेटर गर्दै गयो हाम्रो प्रोग्रेस त्यसै हुने हो। र रिलेसनसिप पनि हामीले लब सबैले नै एउटा रिलेसनसिप राम्रै होस्, रिलेसनसिप चाहिँ बेटर नै होस् भन्ने सबलाई नै त्यो हुन्छ होइन। तर त्यो थाहा नहुँदा एउटा इन्डिभिजुअललाई ओभरअल लाइफमा चाहिँ गाह्रो बनाइरहेको हुन्छ। एउटा जसलाई एडिएचडी छ होइन, थाहा छैन, उसलाई गाह्रो बनाइरहेको हुन्छ। र यो चाहिँ अर्को कुरा भन्दा एकदमै धेरै छ, एकदमै कमन कन्डिसन हो, कमन र मिसअन्डरस्टुड। कमन भन्दाखेरि तपाईँको बालबालिकामा 5 देखि 7% अनि एडल्टहुडमा चाहिँ तपाईँको 3 देखि 4%। यो भनेको लगभग 100जनामा सबै समग्रमा हेर्ने भने 5 जना जतिलाई हुने समस्या हो। र यिनीहरूलाई उहाँहरूलाई चाहिँ यो कुराले गर्दा गाह्रो बनाइ नै रहेको छ, हरेक पार्टमा बनाइरहेको छ होइन। होला कसैलाई बालबालिकामा जति अलि बनाउला, अलिकति किशोर किशोरी अवस्थामा चाहिँ लगभग तपाईँको 1-2%लाई चाहिँ त्यो आउट होला, त्यसले समस्या नगर होला। तर तपाईँको बाँकी भनेको 2-3%लाई चाहिँ एडल्टहुडसम्म पनि गाह्रो बनाइरहेको हुन्छ, होल लाइफ नै बनाएको हुन्छ। त्यही भएर मेन भनेको जो यो समस्या छ उहाँहरूलाई मात्रै छैन, उहाँहरूको सराउन्डिङलाई पनि छ। बच्चा हुँदा प्यारेन्ट्सलाई भयो, टिचरलाई भयो, अब एडल्टकै कुरा गर्दा रिलेसनसिपमा भएको पार्टनरलाई भयो, वर्क सेटिङको कुरा भयो, फ्यामिलीलाई भयो। त्यही भएर यसको इम्पोर्टेन्ट अवेरनेसको एकदमै इम्पोर्टेन्ट छ। र हाम्रो चाहिँ फाउन्डेसनको मेन भनेकै मिसन भनेकै यसको कसरी अवेरनेस गर्ने र त्यो हरेक इन्डिभिजुअलहरू जसलाई यो छ, एउटा जुन हामीले मिसअन्डरस्ट्यान्डिङ भन्यौँ नि, यसलाई क्लियरिफाई गर्ने। यो साँच्चै समस्या हो,
होइन तपाईँ ध्यान दिनु भएन, तपाईँलाई मन नलागेको कुरामा दिनु भएन, मन लागेको कुरा गर्नुपर्छ, हामीले त्यसलाई एडिएचडी भनेका छैनौँ। तर गर्न रहँदा पनि त्यो कुराले तपाईँको डेली लाइफमा चाहिँ ध्यानसँग सम्बन्धित समस्या दिइरहेको छ, त्यसले हरेक लाइफको पार्टलाई चाहिँ असर गरिरहेको छ भने चाहिँ त्यो समस्या भनेर हामीले बुझाउन खोजिरहेको अवस्था हो यो चाहिँ, जसले गर्दा चाहिँ तपाईँको एडिएचडी भएका व्यक्तिहरूले उपचारको लागि होइन यो कुराहरूलाई चाहिँ त्यहाँसम्म रिच गर्न सक्नुहुन्छ र उहाँहरूको लाइफ चाहिँ बेटर हुनसक्छ। किनभने जति बेला यो कुरालाई थाहा पाइयो र जतिखेर यसलाई डायग्नोस ट्रिटेड गरियो त्यो बेलादेखि यो यसका प्रब्लमहरूलाई चाहिँ धेरै हदसम्म चाहिँ म्यानेज गर्न सकिन्छ। सो एडिएचडी भएको युवालाई चाहिँ नेपालमा सहजीकरण के छ त सर, जसलाई एडिएचडी भनेर पत्ता लाग्यो होइन, उसलाई चाहिँ सहजीकरणको रूपमा नेपाल गभर्मेन्टले केही दिएको छ कि, अथवा केही कस्तो खालको सहजीकरण केही छ कि आफैले उसले निर्मूलीकरण गर्नु पर्यो कि कस्तो छ सर? यसमा चाहिँ त्यति मेन्टल हेल्थमा त केही सुधार चाहिँ भइरहेको छ पोलिसीहरूमा चाहिँ होइन, तर एक्ज्याक्ट एडिएचडीलाई नै भनेर चाहिँ त्यस्तो पोलिसीहरू गभर्मेन्टबाटै त्यो चाहिँ छैन। अब कसै युथहरूलाई चाहिँ यदि त्यस्तो छ समस्याहरू देखिरहेको छ भने चाहिँ सेल्फ नै आफ्नो ट्रिटमेन्टको लागि चाहिँ रिच गर्नुपर्ने अवस्था हुन्छ। जस्तै तपाईँको चाहिँ हाम्रो पाटन जुन लगनथेल मेन्टल हस्पिटलको हाम्रो त्यहाँ चाइल्ड वार्ड छ होइन, एडोलेसेन्ट वार्ड छ, त्यहाँ चाहिँ किशोर अवस्थासम्मलाई हुने गर्छ। अनि हाम्रो कान्तिमा पनि त्यहाँ चाहिँ चाइल्डहरूलाई हुने गर्छ उपचारहरू, जुन चाहिँ सरकारी हाम्रो हस्पिटलहरूबाट हुने भनेको। तर एडल्टको लागि चाहिँ फेरि लाइक आफूले पर्सनल्ली नै अब बाहिर नै गएर देखाउनु पर्ने हुन्छ छ कि छैन भनेर उपचारको लागि चाहिँ। सो एडिएचडीको बारेमा बुझ्ने मौका मैले एकदम पाएँ, हाम्रो दर्शकवृन्दले पनि पाउनुभयो होला। हाम्रो कार्यक्रम पोडकास्टको फर्मेट चाहिँ एउटा ऱ्यापिड फायर राउन्ड भन्ने फर्मेट एउटा छ, त्यसमा पनि जाम होला सर है? हुन्छ। सो ऱ्यापिड फायर राउन्डको लागि रेडी हुनुहुन्छ? हुन्छ। एडिएचडी गिफ्ट कि च्यालेन्ज हो सर? यदि अनडाइग्नोस भइरहेको छ भने चाहिँ टोटल्ली च्यालेन्ज, तर अब डाइग्नोस भइरहेको छ थाहा छ भने चाहिँ यसलाई गिफ्टमा पनि चेन्ज गर्न सकिन्छ। ओके, भनेपछि चेन्जेबल भयो। ओके, फोकस कि क्रिएटिभिटी? फोकस कि क्रिएटिभिटी? फोकस। ओके, वान मिथ यु वान्ट टु ब्रेक टुडे? यो भनेको सामान्य बालबालिकालाई हुने जानी गरिरहेको एउटा बिहेभियर हो। यो उसले चाहिँ चाहेरै गरिरहेको, उसले इन्ट्रेस्टले जो गरिरहेको भन्ने र ध्यानको समस्या होइन भन्ने कुरा चाहिँ। एबाउट एडिएचडी होइन, एडिएचडी रिलेटेड केही छ भनेदेखि युथले चाहिँ एड गर्नुपर्ने केही छ? युथले डेली एक्सर्साइज, फिजिकल मुभमेन्ट, त्यसले धेरै राम्रो गर्छ। अब गेम पनि हुनसक्यो। स्मार्टफोन अर नोटबुक? नोटबुक obviously. अर्ली मर्निङ एट लेट नाइट प्रोडक्टिभिटी? राम्रो त अर्ली मर्निङ होइन, obviously मलाई अर्ली मर्निङै जस्तो लाग्छ। वान मेसेज फर नेपाली युथ इन वान लाइन? युथको लागि चाहिँ वान मेसेज, यो पनि उसमै आएछ, ठिकै छ। नेपालमै के गर्नुपर्छ? नेपालमै गर्नुपर्छ र नेपाल छिटै विकास हुन्छ होइन, होप गरौँ। सो हामीले चाहिँ एडिएचडीको बारेमा धेरै कुराहरू बुझ्यौँ होइन, यसको इस्यु प्रब्लमको बारेमा बुझ्यौँ, बिचमा रिलेसनसिपको बारेमा बुझ्यौँ, एडल्ट हुँदाखेरि चाहिँ यसको प्रब्लमहरूको बारेमा बुझ्यौँ। सो यसको ट्रिटमेन्टको बारेमा चाहिँ हुन्छ नि, अब फाइनल्ली हुन्छ नि ट्रिटमेन्टको बारेमा चाहिँ हजुरले अलिकति क्लियरिफिकेसन गरिदिनु न। ओके, अब पहिला सुरु त समस्याको कुरा गऱ्यो हामीले, समस्या कुन सेटिङमा छ, कतिको छ भन्ने कुराले पनि म्याटर गर्छ होइन। अनि अब जस्तै यो पनि तपाईँको सिभियर हुनसक्छ, मोडरेट हुनसक्छ, मिल्ड हुनसक्छ होइन। अनि यसमा चाहिँ तपाईँको कतिको गाह्रो बनाइरहेछ भन्ने पनि हुनसक्छ। र यसको ट्रिटमेन्टको प्रोसिड्युरमा चाहिँ एउटा भनेको मेडिकेसन नै हुन्छ होइन। अब कतिको छ, सिभियर र मोडरेटतिर छ भने चाहिँ अब मेडिसिन नै गर्ने हो कि भन्ने पनि हुन्छ। तर माइल्डतिर छ भने जस्तै तपाईँको थेरापीहरू हुनसक्छ होइन, बिहेभियर थेरापी गर्न सक्यो त्यसमा, जस्तै चाइल्डहरूलाई चाहिँ म्यानेज कसरी गर्ने भन्ने कुरा गर्न सकियो। अब अर्को भनेको जस्तै अब किशोरी अवस्थामा चाहिँ बिहेभियर मोडिफिकेसनको पार्ट आयो, त्यहाँ चाहिँ हेल्प गर्न सकियो होइन। मेडिसिन पनि यदि युज गर्नु पऱ्यो भने चाहिँ त्यो पनि हाम्रो अप्सन भयो। अब एडल्टको पार्टमा आउँदाखेरि अब बिहेभियर थेरापीहरू पनि भयो, तपाईँको मेडिसिनको पार्ट पनि भयो,
अनि अर्को भनेको अब रिलेसनसिपको कुरामा तपाईँको अब कपल काउन्सिलिङहरू यो हुन सक्यो। र मेन कुरा के छ भन्दा चाहिँ जस्तै हामी यो समस्याहरू कुरा गरिरहँदा र ट्रिटमेन्टको कुरा गरिरहँदा यसको ट्रिटमेन्ट चाहिँ एकदम इफेक्टिभ छ होइन। जस्तै हामीले जति यो कुराहरू गऱ्यौँ नि हजुर लाइक देख्दाखेरि समस्या ठुलो छ भन्ने छ ठुलो छ, तर चाहिँ जतिखेर यसको थाहा भयो र ट्रिटेड भयो यसले लब भनेर 70 देखि 90% जुन सिम्टम्सहरू जुन गाह्रो बनाइरहेको छ त्यसलाई चाहिँ डाउन गरिदिन्छ, त्यसलाई चाहिँ मिनिमाइज गरिदिन्छ। र एकदमै यो फेरि तपाईँको ट्रिटमेन्टको मेडिसिनको पार्टमा चाहिँ एकदम बढी रिसर्च भएको चाहिँ यो एउटा कन्डिसन हो एडिएचडीको ट्रिटमेन्टको त्यही भएर एउटा कुरा के बुझ्नु पर्यो भन्दा चाहिँ ट्रिटमेन्टकै कुरा गर्दा हजुर यसले गाह्रो बनाउने भनेर थाहा नहुँदासम्म हो। जब चाहिँ थाहा छैन भने ओभरअल लाइफ नै गाह्रो बनाउने भयो। थाहा भएपछि यसलाई एकदम सहज तरिकाले चाहिँ यसलाई म्यानेज गर्न सकिन्छ र एकदमै ट्रिटेबल कन्डिसन हो यो। यसको लागि चाहिँ मेडिसिनहरू युज हुन्छ कि सर कस्तो टाइपले ट्रिट हुन्छ त यो चाहिँ? त्यही मैले अघि जुन भने तपाईँको अब यसको लेभल कुन छ, सिभियरिटी कुन छ होइन। अब एकदम सिभियर छ, एकदमै गाह्रो बनाइरहेको छ नि त मेडिसिन युज गर्नु पर्यो। अब त्यो कसैलाई अब हाम्रो कन्टेस्टमा पनि मेडिसिन युज नगर्ने या डायग्नोसै गर्न नजाने तर कता कता गाह्रो छ भन्ने कुरा नि आउन सक्छ। यो बिहेभियरलाई कसरी चेन्ज गर्ने भन्दा पनि अब त्यो कुरामा काउन्सिलिङको पार्टहरू, सिबिटीको पार्टहरू भनौँ, थेरापीकै भनौँ न होइन, बिहेभियर मोडिफिकेसन जस्तै बुझ्ने भाषामा भन्दाखेरि जसरी बुझ्ने भाषा भन्दाखेरि कुनै बालबालिकालाई पढाइमा गाह्रो भइरहेछ, ध्यान दिन गाह्रो भइरहेछ नि कसरी ब्रेक गरेर पढाउने त। होइन जस्तै उसलाई अब लगातार टाइम दिन गाह्रो होला, जस्तै उसलाई 15 मिनट पढ्न भन्ने, 5 मिनट ब्रेक दिने, फेरि 15 मिनट पढ्न भन्ने। या मानौँ सँगसँगै त्यो सँगसँगै हामीले चाहिँ अब फिजिकल एक्टिभिटीहरूमा बडी एङ्गेज गराउने। अब इनर्जी लेभल हाई हुन्छ, त्यो हाइपर एक्टिभिटीको छ भने चाहिँ त्यो लेभललाई त्योतिर पनि ध्यान दिने। यस्ता यस्ता कुराहरू साना कुराहरू जस्तै हेल्दी लाइफ होइन, यो कुराहरू भयो, डाइटको कुराहरू भयो, डाइटलाई पनि राम्रो तरिकाले म्यानेज गरेर डेली रुटिन बनाउने। अब यसले गर्दा पनि त्यो सिम्टमहरूलाई चाहिँ म्यानेज गर्न सकिन्छ। सँगसँगै अर्को भने तपाईँको मेडिसिनको पार्ट होइन। मेडिसिनहरू दुईवटा हुन्छ, एउटा स्टिमुलेन्ट हुन्छ, एउटा नन स्टिमुलेन्ट हुन्छ। नन स्टिमुलेन्ट चाहिँ नेपालमा पाउँछ, तर यो स्टिमुलेन्ट चाहिँ इन्डियाबाट मगाउनु पर्ने हुन्छ होइन। त्यो चाहिँ फेरि हाम्रो साइकेट्रिस्ट डक्टरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ डायग्नोस भएर प्रपर एक्जामिन गरिसकेपछि अनि बल्ल प्रिस्क्राइब गरेपछि बल्ल लिनु मिल्ने दबाई हो यो चाहिँ। सो अब फाइनल्ली हजुर हामीले यो पोडकास्टमा चाहिँ केही भन्न छुटेको कुराहरू छ हजुरलाई भन्नुपर्ने लागेको छ होइन। अब हाम्रो दर्शकले चाहिँ हेरेर चाहिँ बुझ्ने टाइपले चाहिँ हजुरले केही भन्नुपर्ने छ भनेदेखि त्यसलाई क्लियर गरिदिनु। मेन कुरा के भन्दाखेरि चाहिँ लाइक धेरैलाई अब हामीले यही कुराहरू गरिरहँदा अब सुन्नुभएको होला होइन, यो कुरा भनेर त साँच्चै प्रब्लम हो र भनेर अझै पनि कन्फ्युजन आउन सक्छ होइन। हामीले सेटिङको कुरा गऱ्यौँ, बालबालिकाले कहाँ हुन्छ, हामीले ध्यान दिनुपर्ने कुरा चाहेर गर्ने कि नचाहेर गर्ने भन्दा पनि चाहने कुरामा पनि आएको समस्या देखिरहेको हुन्छ होइन। र कस्तो हुन्छ भन्दा चाहिँ यस्तो नि समस्या हुन्छ र यो त कसैलाई के समस्या छ, कसलाई के समस्या छ, किन यो इम्पोर्टेन्ट हो र किन यो बारेमा कुरा गरिरहेको होला भन्ने पनि धेरैलाई हुनसक्छ होइन। कसलाई कस्तो भन्ने कुराहरू आउँछ। कस्तो हुन्छ भन्दा चाहिँ एउटा इन्डिभिजुअललाई जसलाई एडिएचडी छ, अब बाल्यकालदेखि हामीले जुन कुराहरू समस्या कुराहरू पनि ध्यान दिनुपर्ने, पढाइको सेटिङको कुरा भयो, बाहिरी कुराहरू भयो होइन। अब यी कुराले गर्दा उसलाई इमोसनली पनि गाह्रो बनिरहेको, ब्लेमिङहरू आइरहेको हुन्छ। अनि एडल्टहुडसम्म पनि अब धेरै समस्याहरू आइरहेको हुन्छ, रिलेसनसिपको भयो, पढाइमै भयो, अरू सोसियल रिलेसनसिपको कुराहरू भयो, लो सेल्फ स्टिम हुन्छ। एडल्टमा पनि धेरै समस्या आउने भयो, धेरै समस्या आउने जस्तै रिलेसनसिपको वर्क सेटिङमा आउने, जसले गर्दा हरेक पार्टलाई एउटा इन्डिभिजुअलको जुन ग्रोथ गर्नुपर्ने हरेक पार्टलाई चाहिँ इम्प्याक्ट गर्यो, हरेक पार्टलाई नै गर्यो होइन। यो त इम्पोर्टेन्ट हो नि त हाम्रो लागि त। यो चाहिँ चाहेर हुँदैन, जति गर्न खोजे पनि यो हुँदैन। त एउटा के छ भन्दा चाहिँ मिसकन्सेप्सन यो यस्तै छ, यो उडुवा हो या उसलाई त्यो मनै छैन, यो सिरियसै छैन, केही कुरा सिरियसली सोच्दैन, तर उसले ध्यान दिन नसकेर यो भएको एडिएचडीले गर्दा भएको भने चाहिँ हामीले त्यता जाँदैनौँ कि प्रब्लम देखिरहेछौँ। उसलाई गाह्रो पनि भइरहेछ, ऊ हरेक कुरा फेल भइरहेछ, उसलाई त्यो कुराले ऊ गाह्रो अब देख्दाखेरि आफैले त हो नि, तँ सिरियस नभएर त हो नि यो भएको भन्ने हुन्छ होइन। सिरियस भएर गरेको भए, काम सिरियस भएर गरेको भए, रिलेसनसिपलाई सिरियस भएर मेन्टेन गरेको भए, सोचेर बोलिदिएको भए। तर यो एडिएचडीले गर्दाखेरि त्यो थाहा नभएर त्यो कुराले चाहिँ साँच्चै भित्रबाट उसले गर्न खोज्दै राम्रो गर्न खोज्दा नभएको भन्ने चाहिँ एउटा कन्डिसन छ
ओके अब यो कन्डिसनसम्म हुँदाखेरि त उसको त अब धेरै कुरा बिग्रिसकेको हुन्छ। अब एडल्टसम्म त बिग्रि नै सकेको हुन्छ। अब लेट एडल्टहुडसम्म पनि यो थाहा भएन। अब प्रब्लम त कति फेस भयो होइन। अब एउटा मान्छेले जुन एउटा लाइफको हरेक इम्पोर्टेन्ट पार्ट हुन्छ जुन सेटिङ हो हजुर। सबै कुरा बिग्रिँदै आइरहेछ। लेट एडल्टसम्म पनि उसलाई थाहा छैन कि केले गर्दा चाहिँ मलाई यो प्रब्लम गराइरहेछ भन्ने कुरा ओके होइन। यसले गर्दा चाहिँ तपाईँको चाहिँ एकदमै एडिएचडी भएको र लेट एडल्टसम्म पनि डायग्नोस नभएको केसमा चाहिँ सुसाइडल रेट चाहिँ एकदमै बढी छ। किनकि एन्सरै हुँदैन क्या त्यहाँ। ओके काममा प्रब्लम आएछ, रिलेसनसिपमा प्रब्लम आएछ, रिपिटेडली आइरहेको छ। ओके थाहै एन्सरै छैन, सोल्युसनै छैन कि केले भइरहेछ नि एन्सरै छैन। अनि यो फेरि तपाईँको सुसाइडलमा पनि तपाईँको चाहिँ फिमेलमा बढी छ मेलमा भन्दा जो अनडायग्नोज लेट एडल्टसम्म पनि अहिले नै यति % सुसाइडल भन्ने छ कि सर के त्यसको? यति पर्सेन्ट भन्ने चाहिँ छैन होइन। हजुर तपाईँको लाइक सुसाइडल चान्स चाहिँ छ। अब यो चाहिँ तपाईँको टप 10 कन्डिसनहरू मध्ये चाहिँ यो सुसाइडलको हेभी चान्सेसमा चाहिँ पर्छ। ओके सँगसँगै यसको इम्पोसिबिलिटीको बिहेभियरले पनि यसलाई गर्छ। अनि सँगसँगै कस्तो हुन्छ तपाईँको भन्दा चाहिँ हामीले एउटा कुरा चाहिँ कस्तो हुन्छ यो कुराले गर्दै गर्दै अझै चान्सेस चाहिँ सब्सटेन्स एब्युजतिर पनि जान्छ कि। ओके सब्सटेन्स एब्युजतिर पनि यो जोडिरहेको हुन्छ। किनभने अब तपाईँ फेल भइरहनु भएको छ लाइफमा, अब सब्सटेन्स एब्युज त हामी त बराबर त जानी पाउँछ, सहिलो छ नि त होइन। स्मोकिङ गर्न सहिलो छ, ड्रिङ्क गर्न सहिलो छ, त्यो कुरा छ। अब यो कुराले गर्दा तपाईँ डेली लाइफमा तपाईँ आफूले गरे जस्तो रिजल्ट पाइरहनु भएको छैन, हरेक सेटिङमा तपाईँलाई गाह्रो भइरहेछ भने चाहिँ अब एडोलसेन्टको पार्टबाट आइपुग्दा क्रस भइरहेको त धेरै प्रब्लमहरू आउनु थाल्छ। ओके त्यहाँ चाहिँ तपाईँको सब्सटेन्स युजको सम्भावना पनि बढ्दै जान्छ। ओके अब यसले पनि झन् नेगेटिभ इम्प्याक्ट पार्दै जान्छ। एउटा हेल्थमा नि पार्यो, एउटा तपाईँको मेन्टल हेल्थमा नि बनाइहाल्यो, फिजिकल हेल्थ मेन्टल हेल्थमा नि बनायो। एडिएचडी सिम्टम छँदैछ, प्रब्लम छँदैछ। अब सबै कुरा आइपुग्दा अब लेट एडल्टमा चाहिँ सुसाइडको रेट चाहिँ बढी हुने चाहिँ चान्स छ। त्यही भएर मेनली भनेको एडिएचडीको लागि बुझ्नु। किनभने यो यदि चाइल्डहुडमै थाहा भयो, डायग्नोस भयो, ट्रिटेड भयो भने समस्या त्यही नै। अब हामी 70-देखि 90% समस्या त्यही नै हल गऱ्यौँ कि। जति हामीले एडल्टसनको कुरा गऱ्यौँ नि समस्या हुन्छ भनेर, जति एडल्टहुडमा समस्या हुन्छ भन्ने कुरा गऱ्यौँ नि त्यो नै त्यहाँ रहँदैन कि। किन त्यो इन्डिभिजुअललाई थाहा हुन्छ र उसले ट्रिटमेन्टको प्रोसिडियर जुन हुन्छ, जुन मेडिकेसन हुनसक्छ, कुनै टेक्निक हुनसक्छ, डेली रुटिनको टेक्निकहरू हुनसक्छ होइन। त्यो कुराले त उसले त मैले के गर्ने भने त थाहा हुन्छ नि त। ओके यो एटेन्सनले मलाई गाह्रो बनाएको रहेछ, एडिएचडीले मलाई गाह्रो बनाइरहेको रहेछ, यो कुरालाई चाहिँ मैले यसरी म्यानेज गर्नुपर्छ। ओके जस्तै अर्कोले ल्याक गरिरहेको छ भने पनि हो छ, आई हेभ टु वर्क हार्ड, यसको लागि मैले काम डिफ्रेन्ट तरिकाले गर्नुपर्छ भन्ने कुरालाई बुझ्दै गएपछि त त्यो सेल्फ जुन आफ्नो आत्मविश्वास हुन्छ त्यो त आफै बढाउन सकियो नि त। त्यो बढाउँदै गएपछि अब सुस्तै नभए नि आस्ते आस्ते त त्यो कुरा त वर्कआउट त गर्न सकियो। ओके सर, है फाइनल्ली अब एउटा पोडकास्ट सम्भव भयो। हजुरको व्यस्तताको टाइममा पनि हामीले टाइम दिनुभयो, एडिएचडीको बारेमा चाहिँ बुझ्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। हुन्छ, हजुरलाई पनि धन्यवाद बोलाउनु भयो होइन। यो एकदमै आवश्यक नै कुरा थियो, बुझाउनु पर्ने, धेरैले सुन्नुहोस् भन्ने नै थियो। ओके त्यसको लागि जुन म मिसनमा छु जे अवेरनेस गर्नको लागि, त्यसको लागि झन् तपाईँले साथ दिनुभयो, हात बढाइदिनु भयो, त्यसको लागि तपाईँलाई पनि धन्यवाद। थ्याङ्क यू सो मच। हस्।